나 도마들이야. सबैलाई सर्वप्रथम 아주지 고박하게 विभिन्न अन्य गुम्बाहरूको मठ मन्दिरहरूको भिक्षुहरू त्यस्तै गरी अनि भिक्षुनीहरू त्यस्तै गरी अनि कल्याण मित्र गुरुहरू त्यस्तै गरी टुगु अन्तरी गुरुहरू विशेष गरी अनि यो यो वसन्त शिक्षणमा भाग लिनुहुने अनि भिक्षुनीहरू त्यस्तै गरी यो विभिन्न सञ्जालबाट हेरिरहने सम्पूर्ण बौद्ध मार्गले मेरो टासिदेलेक र सुस्वास्थ्यको कामना सधैँ टासिदेलेक टक्राउन चाहन्छु सबैलाई। आज म यो आर्य क्षमा वसन्त शिक्षणको अब 7औं दिन रहेको छ अनि आज बताउन गइरहेको अनि यो लेक्चेमाको अनि 14औं श्लोकको विषयमा अनि 14को श्लोक र 15को अनि यसको म व्याख्या गर्न चाहन्छु आज। अब यिनै साङ्गेबले रचना गर्नुभएको नि यसमा भाग राखिएको छ अनि त्यसमा अब यो अनि परमार्थ बोधिचित्त र समृद्धि बोधिचित्तमा दुई भागमा रहेको मध्येमा अनि समृद्धि बोधिचित्तमा दुई प्रकारको रहेको छ। एउटा ध्यानको मार्फत अनि एउटा चाहिँ ध्यान पश्चातको ध्यान रहेको छ। त्यो ध्यान पश्चात अब गरिने यसमा पनि अब 10 भाग रहेको, त्यसमा 10 उपविषयहरू छ। त्यो भित्रमा हामीले अब 3को चर्चा गरिसकेका छौँ। अब चौथोको बिच बारेमा हामी अब चर्चा गर्न जाँदैछौँ। यो चाहिँ के हो त भन्दाखेरि अब यो चाहिँ अब भनौँ न विभिन्न प्रख्यातलाई मार्गमा लिने र दुःखलाई आफूले मार्गमा लिने भनेको पाठ रहेको छ। यो शब्दमा के लेखेको छ त भन्दाखेरि अब यो 14औं श्लोकमा चाहिँ यसमा अलिकता परिवर्तन भएको होइन, त्यसैले यसमा मैले त्रुटिहरू सोचाएँ। 14 श्लोकको के छ भन्दाखेरि होइन, यो चाहिँ प्रसिद्धहरू प्रख्यातहरू मार्गमा लाने तरिका के हो त भन्दाखेरि के छ भन्दाखेरि पुनः प्राप्तिको आशामा गरेको पुण्य कार्य र यो परिणामहरू मिठो शब्दको आशामा राम्रोसँग बोल्दा साँचो ज्ञानको लागि हुन सक्दैन। पुण्य र त्यसको नतिजालाई मेरो मानेर कसरी टाँसिने, म यसलाई मेरो एउटा राम्रो कामको रूपमा सोच्दछु भने यसरी भनेको छ। अब यसमा चाहिँ अब अलिकता यसमा अलिकता परिमार्जन पनि गरिएको छ। यसमा अलिकता यो शब्दहरूमा जे भयो त भने यसमा के हो त, यसमा धूर्त र धोखा घटी मार्फत अरूलाई धोका दिन छोडेर यो मालिकले हामीलाई एक अवश्य उदाहरण देखाएको देखिन्छ यसमा। अब अचेल महापुरुषहरूले अब मार्ग अनुसार अब सही जीविका उपार्जनको लागि अब सही बोलीमा लाग्ने भने अब प्रशंसा हुने अधिकांश मानिसहरूले अब होइन एउटा झुटो प्रशंसा र चाप्लुसी गरेर आफ्नो गलत जीविका उपार्जनको अब मध्यमका रूपमा धेरै चिजहरू प्राप्त गर्नको लागि अब चिजहरू प्रयोग गर्ने प्रयास गर्दैछ होइन आज भोलिको समयमा। आफू र अरूमा के भएको गल्तीहरू होइन सकारात्मक गुणहरू हुन् भने अब जे भए त भने के हो त भन्दाखेरि एक किसिमको अब आफूलाई अरूलाई अब गल्ती भए त भने त्यो गल्ती चाहिँ अरूको गल्ती भन्दैन होइन, अनि अरूको गल्तीलाई चाहिँ एक किसिमको अब एउटा गुणको रूपमा बताउने गर्छ। त्यस्तै गरी अब अरूको कसैलाई होइन अरू कसैलाई गल्ती गर्नबाट रोक्ने मौका पाए पनि उनीहरूलाई चित्त नदुखाउनको लागि तिनीहरू सिधा कुरा गर्दैनन् र सबै गल्तीहरू ढाक्छन् होइन। त्यो आध्यात्मिक मित्रले अब सम्मानजनक तरिकाले बोल्छ होइन। अब अहिलेको हाल यस्तै छ यो परिस्थिति कालमा होइन, विभिन्न गल्ती दोष त्रुटिहरू अब होइन
अब यो अनि खास त्यसलाई धुलाउनु पर्ने हो, आफ्नो मनको नराम्रो फोहोर मैला हटाउनु पर्ने हो, तर पनि त्यसलाई हटाउनको लागि चाहिँ सबै कुराहरू लुकाएर होइन अब अब अर्को पोल कोटाइदियो भने अब के हो त होइन, अब भन्नु हुँदैन, अब उरले लाग्दछ भने यसरी लुकाउने गर्दछ। त्यसै त्यही कारणले गर्दाखेरि त्यो आध्यात्मिक मित्रले यसरी समाजजनक तरिकाले बोल्छ भनेर सबैले उनीहरूलाई हेर्छन् भनेर उनीहरूले छन्द सद्भावनापूर्वक बोलीले सबैभन्दा महत्त्वपूर्ण ठान्दछन्। अब त्यसरी अब होइन विभिन्न अब नाम प्रख्यात होइन अनि भनौँ न एक किसिमको प्रख्यात आउनुको लागि भनौँ न एउटा सद्गुण नभए पनि अब गुण जस्तै ठानेर अब त्यसरी अब अहिले हाल त्यसो देखिएको छ। अब अब आफूले अरूबाट होइन अनि आफूलाई अब विभिन्न अब्जोसहरू नआउनको लागि के हो त अरूले प्रशंसा गर्ने होइन, अरूलाई अब यसरी अब तारिफ गरिदिने। किन त भन्दाखेरि अरूले तारिफ गरे भने होइन, अरूले तारिफ गरे भने अरूले मलाई हेप्दैन, मलाई अब एक किसिमको अब्जोस दिँदैन भने यसरी आशाले अब अरूलाई प्रशंसा गर्ने गर्दछ होइन। अब अहिलेको समय के हो त भन्दाखेरि अब एकदम राम्रो उपाय के हो त भन्दाखेरि अरूलाई बरु प्रशंसा अब यसरी अरूलाई तारिफ गरे भने आफूलाई अब नाम पनि कमाउने तारिफ पनि आउने हुँदाखेरि अनि बरु अरूलाई अरूको गल्ती कोटाउनु भन्दा बरु अरूले तारिफ गरे भने मैले पनि उसले मेरो गल्तीहरू छोपेर मेरो नराम्रो गुणहरू सबै ढाकेर अनि मलाई तारिफ गरिदिन्छ भने यसो आशा र चाहनाले यसरी गर्दछ मान्छेहरूले होइन। अधिकांश मानिसहरू डराउँछन् कि तिनीहरूको आलोचना हुनेछ, त्यसैले तिनीहरू अरूको प्रशंसा गाउँछन् र आशा गर्छन् कि तिनीहरूको बदलामा प्रशंसा हुनेछ होइन। तिनीहरू सोच्छन् कि यदि तिनीहरूले त्यसो गरे तिनीहरूको योग्यता कृति ठुलो स्पष्ट हुनेछ होइन, मैले यसरी अब गरिरहेको हुन्छ। अब आफ्नो स्वार्थको होइन कुराहरू अनि स्वार्थ पुरा गर्नको लागि होइन, अहिले उसले मैले राम्रो गरेँ भने भविष्यमा मलाई राम्रो गर्छ, उसले मलाई राम्रो कुराहरू अब चुकाउँछ होइन। त्यही कारणले त्यस्तो आशा जागेर यसमा लोभ जागेर होइन अनि एउटा स्वार्थको एउटा आफ्नो टापो पुरा गर्नको लागि अरूलाई चाप्लुसी गरेर खुट्टा तानेर होइन भनौँ न एक किसिमको अब खुट्टामा ढोकेर हुन्छ कि उसलाई चिप्लो घसेर हुन्छ कि एक किसिमको होइन, यो जीवनमा राम्रो होस् भनेर एउटा स्वार्थको लागि अरूलाई अब आफ्नो गल्ती ढाकछोप गरेर आफूमा हुने गल्तीले सबै छोपेर ढाकेर अरूलाई अनि प्रशंसा गर्नाले मलाई प्रशंसा गरेर मेरो गल्तीहरू अनि घट्नेछ भने यस्तो सोच लिएर अब अहिलेको समय आफ्नो स्वार्थको पुरा गर्नको लागि यस्तो मान्छेहरूले गरिरहेको छ। यो चाहिँ के हो त भन्दाखेरि एउटा असत्य सुख होइन, एउटा सत्य प्रतिकूल अब सुख होइन, जुन अब अनुकूलता नभएको अनि यस्तो चाहिँ अब अर्थहीन देख्नु भएन। यो चाहिँ राम्रो होइन रहेछ है, मान्छेहरूले एउटा मान्छे जन्मिसकेर उल्टो काम गर्दो रहेछ, एउटा सुख शान्तिको एउटा बिउ थाहा छैन रहेछ, दुःखको बिउ थाहा छैन भनेर यसरी त्यो देख्नु भएर उहाँले अब विभिन्न संसारले गरेको अर्थहीन देख्नु भएर अनि उहाँले के अब यसरी अब आफ्नो भावना यहाँ पुग्नु भयो यो 14 श्लोकमा। अब मिगिदुर्जीले के भन्नुभयो भन्दाखेरि यस्तो धर्म गरेर यसरी अब अरूले प्रशंसा गर्छ भनेको धर्म गर्नाले बुद्धको समयसम्म बुद्धको ज्ञान मोक्ष प्राप्त गर्न परिजाउँ, क्षणिक सुख शान्ति पाउन पनि गाह्रो रहेछ भने यसरी उहाँले अनुभवमा उतार्नु भयो यसरी। त्यही कारणले गर्दाखेरि होइन अब हामीले जे गरे पनि के हो त भन्दाखेरि होइन पछिल्लो वास्तविकता अब उत्कृष्ट सुख मुक्तको लागि प्राप्त गर्ने अब गर्नुपर्ने धर्महरू गरेको राम्रो काम गरेको होइन। त्यही कारणले अनि अहिले यसरी आफ्नो स्वार्थको लागि विभिन्न कुराहरू गरेको के हो त भन्दाखेरि पछि पाउने अब पछिल्लो जीवनको मुक्ति अब पाउनको लागि प्राप्त गर्नको लागि रोगवाट लागेको देखिन्छ। त्यसैले गर्दाखेरि अनि त्यो समयमा मिगिदुर्जीको समयमा धेरै आएको थियो होइन, अनि उहाँसँग सम्बन्ध धेरै अब यसरी आफ्नो चेलाहरू थियो, आफ्नो अब दानदाताहरू चिन्ता गर्थ्यो होइन। अनि उनीहरूको सोचमा के हुन्छ, उनीहरू सांसारिक प्राणी भएकोले होइन उहाँले मलाई प्रशंसा गर्नुहुन्छ कि होइन, मलाई उहाँले अब
एउटा मलाई मेरो लागि तारिफ गरिदिए त हैन अनि मलाई एउटा उहाँले प्रशंसा गरिदिए त मेरो यो पदहरू मेरो नामहरू मेरो ख्यातिहरू अलिकता अनि बढेर जान्थ्यो कि भने यसो सानो हुन्थ्यो तर मिकी दोर्जेले यसरी अब एउटा प्राणीहरूलाई यसरी अब प्रशंसा गर्ने हैन यसरी अब तारिफहरू गर्नु नहुन्थ्यो त्यो नभएको ठाउँमा प्राणीहरू चाहिँ के भयो त एकदम अनि बेखुसी भएर हैन अनि यसरी अब जुन प्राणीले अब प्रशंसा तारिफ नगरेको खण्डमा अनि उनीहरू बेखुसी भएर अनि मिकी दोर्जेले विभिन्न अब नाना खण्ड कुराहरू उहाँले बनाउँथे गुरु यस्तो थियो फलाना थियो त्यो भन्ने विभिन्न पोलहरू विभिन्न नराम्रो कुरा गरे बापत पनि मिकी दोर्जे कहिले पनि यसरी उहाँले बेखुसी र अनि यसरी दुःख र यसरी उहाँ नराम्रो कहिले सोच्नु नहुन्थ्यो त्यही कारण उनीहरूलाई यस्तो व्यक्तिको रूपमा देख्नेछन् जसको लागि उनीहरूको ठुलो कारण र ठुलो मायालु दया जगाउनु पर्छ भन्ने होइन त्यही यसरी अब चाहना बाहेक अब जस्तो सुकै दुःख दिए पनि उनीहरूलाई लागि अब हानि नोक्सानी पुर्याउने काम कतै गर्नु नहुन्थ्यो अब जस्तो कि अब हामीले यो विभिन्न अब यो धातु होइन रूप धातु अरूप धातु कुरा गर्छ होइन जुन अब यो पुण्य ज्यादा भएर अब सुखम होइन रूप धातुमा पुग्दाखेरि अब जुन अब काम धातुको विभिन्न के हो त अनि काम धातुको विभिन्न यो अब कुराहरू चाहिँ सुख शान्तिहरू सबै अब निज तल्लोको देखेर अब माथिल्लो तहकोमा अब प्राप्त गर्नको लागि अब माथि गर्छ होइन त्यस्तो किसिमको अब के हो त भन्दाखेरि अब मिकी दोर्जेले एक किसिम के हो त भन्दाखेरि अब जुन अब प्राणी हितको लागि गर्दाखेरि विभिन्न प्राणीको हितमा खट्दाखेरि विभिन्न अब नराम्रो कुराहरू सबै यो एउटा के हो त अल्प ज्ञानले अल्प सोच गर्दा यसरी भएको हुँदाखेरि उहाँहरूलाई अब भावुक दयामय बाहेक यसरी अब उहाँहरूलाई अब जुन अब नराम्रो अब जवाब फर्काउनु नहुन्थ्यो त्यही कारणले गर्दाखेरि होइन जुन मिकी दोर्जेलाई अब भनौँ न अब प्राणी हितको लागि गर्दाखेरि होइन अब प्राणी हितको लागि अब खट्नु हुँदाखेरि अब विभिन्न अब विघ्न बाधाहरू अडचनहरू अवश्य नआउने होइन आउँथ्यो होइन अवश्य आउँछ बुद्धलाई त यसरी विघ्न बाधाहरू मच्याएको थियो भने झन् अब बुद्धको चेलाहरू त यसरी भन्नै पर्दैन त्यही कारणले मिकी दोर्जेले यसरी अब जुन प्राणी हितको लागि दिनु प्रतिदिन खट्दाखेरि विभिन्न विघ्न बाधा आउने विघ्न बाधा ल्याउने व्यक्तिहरूलाई उहाँले झन् दया मायाको सागर पलाउनु हुन्थ्यो त्यो प्राणीहरूप्रति त्यसै कारणले गर्दाखेरि होइन अब एउटा कृत्रिम सुखमा अब भुलेर होइन जुन दुःखलाई चाहिँ सुखै सम्झेर यसरी त्यसमा डुबेर होइन अब आफू चाहिँ अब अनि त्यसमा डुबेर चाहिँ भनौँ न कोही मानिसहरूले आफ्नो दुःखलाई नै आनन्द हो भने अब कल्पना गर्छन् अरूले आफ्नो प्रशंसा गरून् भने चाहन्छन् योभन्दा ठुलो दयाको वस्तु के हुन सक्छ र होइन त्यही कारण यो अब एकदम परम सुख चाहिँ हुँदैन होइन अब त्यसमै घुमिरहेको होइन आफूलाई नै अब किसिमको के हो त घुमाएको जस्तै हो होइन आफूले नै एक किसिमको टाउको घुमाएको जस्तै त्यही कारणले गर्दाखेरि हामीले राम्रोसँग हेऱ्यो भने होइन जुन अब दुःखलाई नै सुख सम्झेर त्यसमै भुलेको मान्छेहरू चाहिँ के हो त अब जुन अब हामीले सद्भावनाले हेऱ्यो भने त्यस्तो प्राणी देख्दाखेरि रिस रिग्रा भैरभाव नगरेर के हो यसमा चाहिँ किसिमको दया माया करुणा जाग्ने स्थान देखिन्छ त्यही कारणले सामान्यतः मिकी दोर्जेले अब कसैको प्रशंसा गर्दा अब सबैलाई भनौँ न प्रवचन गर्ने बेलामा होइन उहाँले के हो त एकदम गहिरो सोचेर यसरी प्रशंसा गर्नुहुन्थ्यो होइन गरे पनि धेरै फाइदा र खुसी दिने हो कि भनेर अब बेफाइदा दिने हो भने यसरी गहिरो सोचेर त्यसो गर्नुहुन्थ्यो त्यसैले अब उहाँले जे पाए त्यही बोल्नु नहुन्थ्यो होइन उहाँले प्राणीहरूलाई ठट्टा गर्दाखेरि वा सामान्य कुराकानीमा संलग्न हुँदा पनि उहाँले जे गरे त्यो अरू कसैले गरेको भन्दा फरक
अचम्म हुने एउटा आश्चर्यजनक यसरी राम्रो कामको लागि हैन अनि अनि अचम्म अद्भुत एउटा अरूलाई अनि फाइदा हुने मनको मर्महरू मेट्ने त्यस्तो सत्यता बताउनु हुन्थ्यो त्यो बताउँदाखेरि के हो त उहाँले अनि यो चाहिँ पक्कै अब हामीले लेख्नुपर्छ यो चाहिँ एकदम हामीले काम लाग्दो रहेछ भने यसरी भन्ने गर्नुहुन्थ्यो जुन मिकिदो यसरी बोल्ने क्रममा उहाँले सल्लाह दिनुहुनेछ जहाँ तपाईँ अचम्म लाग्नुहुन्छ सायद मैले यो लेख्नुपर्छ वा सद्गुण अभ्यास गर्ने दुष्कर्म त्याग वा धर्म वा सांसारिक मामिलाहरूको बारेमा बोल्ने महत्त्वपूर्णहरू औँलाए भने यसरी अब जेलाल यसरी भन्नुहुन्थ्यो किनकि उहाँको वचनमा चाहिँ ओजनदार हैन जुन दुःखलाई मार्नु सक्ने मर्कलाई धुलाउनु सक्ने सत्य सम्यक वचन र सत वचन भएको हुँदाखेरि अनि त्यस्तो एउटा भिन्नता थियो अरू विद्वानहरू भन्दा पनि त्यही कारणले यो राम्रो मार्ग 8 शाखामा मध्ये एक सही बोलीको अर्थ हो मिकी दोर्जेको यसरी सत्य त कुराहरू पस्काउनु हुन्थ्यो प्राणी हितको लागि अब त्यो यो 14 श्लोकको मुख्य बुँदाहरू के छ त भन्दाखेरि हैन यो भित्र चाहिँ के लेखेको छ त भन्दाखेरि यसमा चाहिँ बुँदाहरू भन्नुपर्दाखेरि 3 प्रकारको बुँदाहरू छ मुख्य अब यसको बुँदाहरू सारहरू त्यो चाहिँ हामीले 3 प्रकारको छ यो चाहिँ हामीले बुझ्नुपर्छ यो के हो त भन्दाखेरि पहिला चाहिँ अब प्रशंसा गर्न हेरचाह गर्न वा मानिसहरूलाई उनीहरूको स्नेह देखाउनको लागि प्रशंसा गर्दै हैन यो अब भनौँ न एक किसिमले के हो त आफूलाई अब प्रशंसा पाउनको लागि हैन अरूलाई म प्रशंसा गर्दिन भन्ने आउँछ हैन त्यही कारणले गर्दाखेरि मलाई कुनै के पाउनको लागि अब कुनै अब नयाँ कुराहरू आफूलाई प्राप्त हुनको लागि अरूलाई म अब चिप्लो घस्दिन हैन चाप्लुसी गर्दिन भन्ने बताउँदछ अब यो चाहिँ हामीले बुझ्नको लागि अब हाल हामीले अहिलेको कुरामा हामीले अब व्यावहारिकमा अब बताउँदै ट्रान्सलेट यसरी गरे यसमा बताउनु पर्दाखेरि हामीले यहाँ के छलफल गर्दछौँ भने एउटा राम्रो उदाहरण हो हैन आजकल अब धेरै मानिसहरू भनौँ न एउटा के हो त भन्दाखेरि अब आफूलाई एउटा प्रशंसा कसैले अब यो आफूलाई कसैले खुसी मान्नको लागि कसैले एउटा पद दिनुको लागि अब अनि त्यस्तो अनि भनौँ न एक किसिमको अरूले हाम्रो प्रशंसा गरोस् भनेर हामीले अरूको प्रशंसा गर्नु हुँदैन वा हामीले अरूको प्रशंसा गर्दा हाम्रो लक्ष्यको रूपमा अरूको प्रशंसा प्राप्त गर्नु हुँदैन भनेर उहाँ भन्नुहुन्छ उहाँ अर्को कोणबाट व्याख्या गर्ने हो भने हामीले अर्को असल कार्यहरू अरूबाट प्रशंसा वा सहानुभूति प्राप्त गर्नको लागि गर्नु हुँदैन हैन एउटा उदाहरणको लागि आजकल हामी धेरै मानिसहरू कतै अब बाहिर गयो भने हैन अनि के गर्छौँ भने बाहिर जाँदाखेरि अब हामीले प्रायः जसो अब विभिन्न स्टाइलिस अब लुगाहरू हामीले लगाउँछौँ हैन लाएर अब लामा भिक्षु हो भने नयाँ अब एकदम स्टाइलिस लुगा केही पनि छैन त्यही नै हो हैन त्यो बाइकको अब गृहस्थी अब मान्छे हो भने अब नयाँ स्टाइलिस लुगा लाएर हैन तिनीहरू तस्बिर लिनको लागि सबैभन्दा राम्रो दिशा कुन चाहिँ छ कुन चाहिँ ठाउँ राम्रो छ भनेर यसरी चित्र लिन्छन् हैन मलाई पूर्व दिशा सुहाउँछ कि मलाई मुख माथिबाट सुहाउँछ कि मुनिबाट सुहाउँछ यता उता 10 दिशामा क्यामेरालाई हैन घुमाएर अब हैन मजाले फोटो खिच्छौँ हामी हैन अब त्यो फोटो भित्र चाहिँ के हो त आफू अब राम्रो देख्नुको लागि मेरो रूप रङ्ग ढाँचा मेरो स्माइल राम्रो देख्नुको लागि हैन अनि यो आफ्नो मुख पनि अनुहार पनि बनावट गरेर हैन मुखलाई बाङ्गे गरी है दाँत देखाइ विभिन्न कुराहरू गर्छौँ हैन जे भए तापनि अनि आफूलाई मन पर्ने अब फोटो खिच्छन् हैन फोटो सम्पादन गर्ने गरिसकेपछि अब विभिन्न अब सफ्टवेयर हुन्छ नि हैन जुन फेरि अब त्यो खिचाइ राम्रो नआएको समय ठाउँमा फेरि सफ्टवेयरमा हालेर सबै राम्रोसँग सम्बन्धन गरेर सबै बनावट मजाले कृत्रिम गरेर मिलाएर अनि मोटो अलिकता छ भने त्यसलाई आधा पातलो होइन अलिक त्यसलाई
मन पर्दो बनाएर हैन हैन त्यो बनाउन लागि के अब समय लाग्छ नि हैन अनि अनि राम्रो भएर मात्र त्यो त के होला विभिन्न अनि इन्टरनेट सञ्जालहरू पोस्ट गर्छ हैन अनि अनि त्यो हालिसकेर पोस्ट गरिसकेर प्रतीक्षा गर्छ कि आशा छ कि उनीहरूले केही लाइकहरू पाउनेछन् हैन ओ मलाई कतिको लाइक गर्छ होला मलाई कतिको यसमा प्रतिक्रिया दिन्छ होला भन यसरी अब यसरी आशामा यसरी डुब्दा हैन त्यही कारणले आजभोलिको सञ्जालमा चाहिँ अब साँच्चीको मान्छे देख्दाखेरि जुन फोटोमा हालेको मान्छेसँग अब नचिने अब जुन सञ्जालमा हाल्दाखेरि बनावट गरेर एकदम ह्यान्डसम एकदम राम्रोसँग बनावट गरेर हाल्यो साँच्चीकै मान्छे चाहिँ त्यसो नहुँदाखेरि होइन यो हो कि होइन भने त्यसमा नि एउटा के हो त भ्रम उत्पत्ति हुने होइन त्यस्तो देखा पर्दछ त्यो के हो त हो भने त्यो खास किन गरेको त यस्तो दुःखहरू होइन बनावट विभिन्न ठाउँ ओगटेर फोटो खिचेर विभिन्न मुख बाङ्गी टेङ्गो किन गरेको भन्दाखेरि एउटा आफूलाई प्रशंसा एउटा नामको लागि एउटा पदको लागि एउटा भनौँ न आफूलाई प्रशंसा प्राप्त होस् भनेर गराउनको लागि गरिन्छ हैन अब त्यस्तै अब अरू अब उदाहरण राख्नुको लागि गर्दाखेरि मैले सुनेको छु कि होइन अब जस्तो कि अब होइन आफ्नो मूल गुरु होइन धेरै लामो समयपछि नभेटेको खण्डमा दर्शन गर्नको लागि लामो तीर्थको लागि लामो अब यसरी अब जुन अब तीर्थमा जाने बेला मैले के सुनेको छु भन्दाखेरि होइन अब जुन वृद्ध महिलाहरू लासाको अब जो शाक्य मुनिमा दर्शन गर्न जाँदा कुनै अब होइन कुनै अब मूल गुरुलाई भेट्न जाँदा कुनै पवित्र स्थल भ्रमण गर्न र चट्टान पहाड जस्तो कि अब रिट्रिट भन्छ हामीले जुन अब ध्यान गर्ने गुफामा जाँदा अनि अब नयाँ लुगा लगाएर जान्छ त्यो बेला होइन त्यो नयाँ लुगा लगाएर होइन अब किन नयाँ लुगा लगाएर गएको त त्यो बेला लाउँदाखेरि अब उनीहरूको मनमा भित्र के हुन्छ भन्दाखेरि होइन अनि अनि मैले आज त्यो लुगा लगाएर जाँदाखेरि मैले एक किसिमले के हो त मैले जो शाक्य मुनिको सामु म आस्था भक्ति लिएर म जाँदैछु लामो समय भयो मैले मूल गुरु भेट्नुको लागि होइन यसरी अब गुरुलाई भेट्नुको लागि यसरी अब एउटा श्रद्धा भक्ति आफूमा भएको कारणले यसरी दर्शन गर्नको लागि यसरी मन खुसी भएर अब गएको हुन्छ त्यो चाहिँ के हो त एउटा प्रशंसाको लागि नभएर सद्भावना सद्भक्ति भएको कारणले जान्छ त्यस्तो गर्नु मिल्दछ होइन त्यही कारणले गर्दाखेरि प्रशंसाको लागि र एउटा पदको लागि गर्नु चाहिँ नहुने जस्तो मलाई देख्छ त्यसै कारणले गर्दाखेरि अब जे हो होइन अब अर्को अवस्था के हो भन्दाखेरि होइन जब तपाईँ कुनै ठुलो उत्सव पार्टी गाला जस्तै विवाह पुरस्कार समारोह कुनै अन्य ठुला कार्यक्रममा जानुपर्ने हुन्छ अनि त्यो बेला अब तपाईँ त्यो अवस्थालाई उपयुक्त हुनको लागि अब लुगा लगाउनु हुन्छ होइन किनकि त्यो बेला जानै पर्यो होइन अनि अब त्यस्तो पार्टीमा जाँदाखेरि चाहिँ होइन के हो त अब जुन अब राम्रो लुगा होइन जुन अब त्यो बेला राम्रो लुगाहरू राम्रो जुत्ताहरू लत्ता कपडा जे छ लगाएर जानुपर्ने हुन्छ त्यो बेला झुत्रे कपडा टाटे फाटेको च्यातेको लगाएर जानु भयो भने त्यो बेला अब तपाईँले के हो त नसुहाउने फेरि हुन्छ होइन त्यही कारणले गर्दाखेरि यो गर्न आवश्यक छ तर जब तपाईँ अनाथालयमा जानुहुन्छ होइन जुन गरिब गुरुबार बसेको ठाउँमा फेरि अब तपाईँ अब एउटा अनि चन्दा दिन दान दिनको लागि तपाईँ त्यो बेला अब जुन अब त्यो बेला जुन अब जुन अब गरिबी भएको ठाउँमा तपाईँ भनौँ न अनाथ आश्रममा जानुभयो त्यो लुगा एकदम राम्रो लगाएर यो भनौँ न अब विभिन्न क्रिमहरू धसेर दलेर जानुभयो भने त्यो बेला के हो त एउटा गुडिया जस्तो देख्नुहुन्छ तपाईँ है त्यही कारणले गर्दाखेरि आफूले गुडिया बनाउनु भयो भने त्यो अनौठो के हुनेछ भने आफूलाई त्यही कारणले विभिन्न कुराहरू छ त्यो तिनीहरू अब होइन अब एक गरी मैले बयान गर्नु पर्दैन यसमा होइन अब जे भए तापनि आफूले अब
अब मैले भर्खरै अब भने न फोटो खिच्ने लुगा लगाउने कुरा भनेको एउटा दृष्टको रूपमा मात्र होइन, हाम्रो जीवन ती बाहेक अन्य धेरै परिस्थितिहरू छन्। उदाहरणको लागि धेरै अब चलचित्र स्टारहरू हुनुहुन्छ, उनीहरू गरिबलाई मद्दत गर्ने जस्ता अब धेरै राम्रो कामहरू पनि गरिएका छ उहाँहरूले, होइन? किनभने उहाँहरूलाई अब दया माया एउटा भनौँ न एउटा भएको कारण उहाँ जानुभयो रहेछ, दान दिनुभयो। एकातिर के हो त, यो किनभने तिनीहरूले वास्तवमा तिनीहरूलाई अब लागि दयालु भावहरू भएको कारण दान दियो। अर्कोतिर यो सम्भव छ कि उनीहरूले समाजमा राम्रो देखिन र राम्रो प्रतिष्ठा पाउनको लागि यो गरिरहेको छ, होइन? त्यस्तो गरेको छ। तर बुद्ध धर्मको सन्दर्भमा यसको बारेमा कुरा गर्नु पर्दाखेरि एउटा बुद्ध भक्ति, होइन, बुद्ध भक्त भएको एउटा खण्डमा हामीले के गर्नुपर्छ भन्दैन, अभ्यासकर्ता अरूले अब प्रशंसा, न्यानो, स्वागत वा चिन्ता प्राप्त गर्नको लागि मात्रै हामीले यसरी अब अनि धर्म गर्ने, पूजा गर्ने, साधना गर्ने, होइन, छम बस्ने यसरी गर्नु भने त्यो राम्रो होइन है। अरूले मलाई प्रशंसा गर्छ भन्ने यसरी एउटा आशामा डुबेर धर्म गर्ने त्यो शुद्ध धर्म होइन। त्यो मात्र नभएर यदि अनि खास हो भने, होइन, पुस्तक पल्टाउने, बुद्धको वचनहरूलाई हामीले पल्टाउने, जीवनमा उतार्ने त्यो राम्रो काम हो नि। तर पनि के हो त, अहिलेको समयमा त्यो जुन राम्रो कामलाई चाहिँ के हो त, अरू मान्छेले मलाई राम्रो भन्ला कि म भिक्षु बन्यो भने अरूले प्रशंसा गर्ला कि मलाई दानहरू एकदम भरिपूर्ण आउने हो कि भन्ने यस्तो एउटा सोचले अब विभिन्न कुराहरू गर्छन्, त्यो राम्रो होइन। त्यही कारणले अब के हो त, त्यही उनीहरूसँग ठुलो विश्वास र भक्ति छ र तिनीहरूले यति धेरै पाठहरू अध्ययन गरेका छन्, तिनीहरू पछि हटेको लामो समयसम्म बसेका छन्, होइन? अनि अब लामो समयसम्म सेटमा पढ्यो, एक किसिमको अध्ययन गर्यो, होइन, ढुफाउँ। अब उहाँले अब साधना गर्नुभयो, धेरै समय बस्नुभएको। अब के हो त, हामीले अब रमाइलो गर्नुपर्ने चिजहरू हुन्, तर त्यो त के हो, होइन, लामो समयसम्म अध्ययन गरेको हामीले खुसी मान्नु ठाउँ हो, होइन, धर्मको लागि। तर पनि के हो त, त्यो हाम्रो बारेमा राम्रो भावना राख्ने मानिसहरू हुनेछ, हामीप्रति चासो लिने पनि धेरै छ त्यसो नै, होइन? हामीले ध्यान दिनुपर्ने हुन्छ यसो। तर त्यो के हो त, जे जस्तो भए पनि के हो त, अब हामीले एउटा नामको लागि, एउटा पेटको लागि, स्वार्थीको लागि गऱ्यो भने त्यो कदापि राम्रो चाहिँ हुने छैन। त्यसैले अब पुण्य जति गरे खासै त्यसले अब मतलब त्यति बलियो चाहिँ हुँदैन। जब म तिब्बतमा सानो हुँदाखेरि, होइन, धेरै वृद्धहरू, होइन, निरक्षर थिए, उनीहरूले अब धेरै धर्मको थाहा थिएन, पढ्नु नजान्थ्यो, तर होइन विभिन्न अक्षरहरू त्यति जानु नहुन्थ्यो, होइन, त्यति पढ्नु नजान्थ्यो, त्यति ज्ञानै थिएन। तर के हो त, तर जीवनमा जति बेला समय मिल्छ, होइन, उहाँहरूलाई कहिले समय मिल्छ त्यो बेला, त्यो धर्म गर्ने एउटा समय पाएको बेला उनीहरूले खेर नफालिकन जति सक्दो मणि मन्त्र जप गर्ने, होइन? यो चाहिँ के हो त, स्पष्ट नगरी तिनीहरूले सबै संवेदनशील प्राणीहरूको लागि करोडौँ मणि मन्त्रहरू अनि जप गर्थ्यो उहाँहरूले। अनि त्यो बुढाबुढीहरूले गरेको के हो त, अनि मनी गर्ने तरिका चाहिँ एकदम सत भावना भएको, होइन, अनगिन्ती अपरमेय प्राणीहरूलाई अनि सोचेर यसरी उहाँले मनिमलम गर्नुहुन्थ्यो। त्यही कारणले तिनीहरूले योग्यता सङ्कलन गर्ने तरिका, अब सङ्कलन गर्ने वास्तविक तरिका यस्तो थियो, सत्य सोचेर। यसरी जब हामी पुण्यपूर्ण कामहरू गर्दछौँ, हामीले हाम्रो उत्प्रेरणा के हो र हाम्रो प्रारम्भिक अभिप्राय के हो भनेर पूर्ण रूपमा जाँच गर्नु पर्दछ, होइन? तर मैले भनेको होइन कि हामी अरूको प्रशंसा स्वीकार गर्नु पनि हुँदैन, होइन? हामीले अरूको लागि प्रशंसाको लागि पुण्य गर्नु हुँदैन हो, कि पेटको लागि, यो स्वार्थको लागि गरेको त्यो गलत हो। आफ्नो अभिप्राय सोच कुसोच भयो भने त्यसले जति पूजाआजा गरे पनि, पाठ गरे पनि त्यो सोखो हुँदैन। त्यसले के हो त, एक किसिमको दुःखको बाटोमै त्यसले बसल्छ, दुःखतिर नै मोड्दछ। त्यसै कारणले गर्दाखेरि अनि अरूको प्रशंसा, अरूको पद, अरूको दान दक्षिणाको रूपमा हामीले पूजाआजा गर्नु त्यो उचित पनि हुँदैन। त्यही कारणले
अब फेरि फेरि मैले यो भन्न खोजेको चाहिँ होइन, फेरि मैले यस्तो भन्न खोजेको होइन, अरूको प्रशंसा चाहिँदैन, प्रशंसा गर्नु लाउने गर्ने ठाउँमा नि तिनीहरू रोक्नुपर्छ, प्रशंसा गर्नु लगाउनु हुँदैन भनेको होइन, त्यस्तो भनेको होइन है फेरि मैले, होइन। अब यो पुर्खाहरूले के भन्नुभएको छ भन्दाखेरि आफूलाई पछि प्राप्त भएको यो जे पनि कुराहरू छ त्यो सबै सिद्धि हो, त्यसलाई चाहिँ हामीले त्याग गर्नु मिल्दैन है भनेर यसरी भन्नुभएको छ। त्यही कारणले यो चाहिँ अब एउटा भक्त, बुद्ध भक्त भएको अब कारणले यसरी अब बोलेको, यसलाई बताएको हो, भनेको हो। तर मलाई लाग्छ कि हाम्रो प्रशंसा स्वीकार गर्नको लागि एक सीमा हुनुपर्छ, होइन। अरूले चासो र प्रशंसा चासो देखाउँदा केही राम्रो गर्नु हाम्रो मुख्य उद्देश्य हो कि होइन, होइन। होइन, उनीहरूले हाम्रो राम्रो काम गर्दा गर्दै उनीहरूले प्रशंसा गरेको कुरा चाहिँ हामीले रोक्नु हुँदैन, होइन। उनीहरूले अब के हो त फेरि एक किसिमको अब यो आठ लौकिक धर्म आफूमा नभए जस्तो मलाई चाहिँदैन भने जस्तो भने त्यो त्यति राम्रो हुँदैन। त्यसै कारणले गर्दाखेरि होइन, यो प्रशंसा राम्रो होइन भनेको होइन। अब के हो त भन्दा अरूले प्रशंसा गरेको लिने तरिका आफूमा सीमा हुनु पर्यो, होइन। त्यसको एउटा सीमा, यसको एउटा सीमा पार गर्नु हुँदैन, त्यसको एउटा साँच चाहिन्छ। कुन प्रशंसा लिँदाखेरि मलाई राम्रो हुन्छ, कुन लिँदा राम्रो हुँदैन, आफूले त्यो जान्नुपर्छ। त्यही कारणले गर्दाखेरि संसारमा प्राणीमा कसैले अपमान गर्छ, कसैले प्रशंसा गर्छ, कसैले खुट्टा तान्छ, कसैले माथि तान्छ, होइन। यो भन्नु सकिँदैन, होइन। अनेकन्छ प्राणीको सोच, आफ्नो भावनाहरू। त्यसैले गर्दाखेरि हामीले गर्ने पुण्य हो, अरूले हाम्रो प्रशंसा गरोस् भनेर हुनु हुँदैन। र थप रूपमा अब मिग्यू दुर्जोगी यो मुक्ति कथामा पुण्यको फल प्राप्त गर्नको लागि पनि यसरी अब बताएको पनि छ कर्मको फलको विषयमा। अब हाम्रो सोच उद्देश्य चाहिँ, अब उद्देश्य के हो त? अब हाम्रो उद्देश्य एउटा प्रशंसा पाउनुको लागि, एउटा आफ्नै एउटा स्वार्थको खुसीको लागि यसरी पूजाआजा गर्यो, ध्यान साधना गर्यो भने त्यो हाम्रो उद्देश्य पक्कै होइन, हो त होइन। हामीले पूजाआजा गर्दाखेरि अरूले प्रशंसा गर्ला कि भनेर यसरी मलाई यसरी तारिफ गर्छ कि भनेर पूजाआजा गऱ्यो भने यो राम्रो नभएको हो। त्यस्तै पनि अब के हो त, मिग्यू दोर्जेले के बताउनु भएको छ भन्दाखेरि अब मिग्यू दोर्जेले के बताउनु भएको छ भन्दाखेरि अब मुक्ति कथामा पुण्यको फल प्राप्त गर्नको लागि पनि हुनु हुँदैन भन्ने बताएको छ, होइन। त्यही कारणले गर्दाखेरि मलाई पुण्यको फल चाहिँ मलाई प्राप्त होस्, मलाई सुख शान्ति होस् भने यसरी आफूलाई स्वार्थको लागि मात्रै सोचेर गरेको पूजा पनि त्यो शुद्धता होइन भन्ने यसरी बताउनु भएको छ। यसको तात्पर्य, यसको कारण के हो त भन्दाखेरि होइन, आफूले अब गरेको पुण्यको फल आफूलाई प्राप्त गर्नको लागि आफूलाई अब मलाई राम्रो हुन्छ भने यसरी आशा, इरादा, चासो गरेर गऱ्यो भने त्यो पुण्य राम्रो, अब त्यो फल प्राप्त गर्नको लागि आफैले गर्नु हुँदैन र राम्रो काम गरेकोले बदलामा मलाई केही राम्रो हुन्छ भने आशा पनि गर्नु हुँदैन, होइन। सामान्यतः अब सञ्चय जम्मा गर्नको लागि पुण्य कर्म गर्न केही गलत छैन, तर वास्तवमा पुण्य कर्म गरिरहेको बेला अब भनौँ पुण्य कर्म गर्नमा केही गलत छैन, तर वास्तवमा पुण्य कर्म गरिरहेको बेला त्यसको बदलामा केही आशा गर्न नहुने उनको भनाइ हो, होइन। यो उदाहरणको लागि, होइन, जस्तो कि अब उदाहरणको लागि तपाईँले अब उपहारको रूपमा अब 10,000 रुपियाँ अब तपाईँले कसरी दिनुभयो, दान गर्नुभयो, होइन। अब त्यो दान गर्दाखेरि तपाईँले के गर्नुहुन्छ भन्दाखेरि मलाई चाहिँ अब जति मलाई भविष्यमा अनि जति चाहिँ मलाई पैसाहरू आउने छ भने यसरी अब सोचेर तपाईँले दिनुभयो भने
अब यो त्यसरी भविष्यमा मलाई आउँछ भनेर सोचेर दान गर्नु भयो भने यो सत्यता हो कि त्यो फल तपाईँले पाउँछ कि पाउँदैन त्यो त्यति सत्यता छैन है, त्यति अब ग्यारेन्टी छैन हैन हैन। अब त्यो हैन, त्यही कारणले अब आशा त धेरै गर्दछ हामीले हैन। उपहार यसरी मैले अरूले उपहार चढाएँ यसले मलाई एक दिन धनी हुन मद्दत गर्नेछ, हामीले यस्तो आशा पनि राख्नु हुँदैन हैन। एउटा आशा लोभको एउटा भएको एउटा घुम्टोले छोपेर दान गरे भने त्यो दान शुद्धता हो कि होइन, त्यो आफूले फल प्राप्त हो कि पाउने हो कि त्यो पनि त्यति ग्यारेन्टी छैन। त्यही कारणले गर्दाखेरि आजकल हामी बाहिरी चिजहरूमा बढी चासो राख्छौँ हैन, त्यहाँ एउटा खतरा छ हैन कि हामी त्यसमै अब घुमिरहेका छौँ हैन। खतरा छ कि हामीले अब सद्गुण अब सञ्चयलाई आन्तरिक दिमागको बुद्धिले अब गुणको रूपमा हैन देख्ने छैनौँ हैन हैन। हामीले अहिले धर्म गर्दाखेरि हैन विभिन्न बाहिरी विभिन्न सामग्रीहरू किनेर हैन चढाउँछौँ, खर्च गरी गरी चढाउँछौँ हैन। यो बाहिरीको पूजा मात्रै भएको छ हैन हैन। अब बाहिरको कुरै देखेर होइन एक किसिमको हाम्रो सोचमा के आयो, ओ मलाई पक्कै नै राम्रो हुन्छ होला, मलाई पक्कै नै राम्रो बाहिरीबाट मलाई सुख शान्ति आउँछ होला भने यसरी धेरै आशा पोखेर धेरै यसमा आफ्नो सोचहरू पोखेर यसरी दानहरू गर्नुभयो भने होइन होइन त्यो त्यति अब राम्रो होइन जस्तो मलाई लाग्छ होइन। आशा राखेर गरेको धर्म त्यति शुद्धता होइन जस्तो मलाई लाग्छ होइन। बदलामा केहीको आशा भने त्यससँग सम्बन्धित छ। उदाहरणको लागि यो यस्तै हो, जब कसैले स्याउको रुख अब रोप्छ र हरेक दिन फल कहिले पाक्छ भनेर सोध्छ होइन होइन होइन। अनि सदा अब यसरी पानी हालेर हेर्दा हेर्दा गर्छ, ताकि दिनदिन पानी किन हाल्छ भन्दाखेरि तिनीहरूले अब यसलाई खान सक्छन् होइन। अनि एक दिन अब मलाई यसले स्याउ दिनेछ भने यसरी आशा त गरेर दिन प्रतिदिन पानी हाल्छ होइन होइन। यसरी मैले कहिले स्याउ खानु पाउँछ होला भन्ने यसरी अब दिन रात होइन आँखा गाडेर हेरेर अनि त्यसलाई हावापानीबाट जोगाउँछ होइन। वास्तवमा हाम्रो अब त्यो चाहिँ हाम्रो एक किसिम के हो त, हाल हामीले धर्म गर्ने तरिका एउटा स्याउको बोटमा हेरेको जस्तो भएको छ होइन। धर्म गर्नु भनेको चाहिँ होइन, धर्म गर्नु भनेको अब गर्नुको एउटा गर्ने तरिका कस्तो हो त भन्दाखेरि अब वास्तवमा हाम्रो जम्मा गर्ने पुण्य भनेको स्याउको रुख रोप्नु जस्तै हो। किनभने हामीलाई यो मनपर्छ कि हामी स्याउ खान चाहन्छौँ भनेर होइन, त्यो स्याउको रुख हाम्रो आँगनमा नभई अनि हाम्रो आँगनमा नभएर सबैजना अब जान सक्ने सार्वजनिक पार्कमा रोप्नुपर्छ। त्यो अब आफ्नो आँगनमा रोक्यो स्याउ त आफूले मात्रै खानु पाउने, आफूले मात्रै उपभोग गर्नुपर्ने भयो, अरूले पाउँदैन। त्यही कारणले पुण्य पनि त्यस्तै गर्नुभयो भने त्यो त के हो त, सानो सोचको त्यति फैसला नहोला होइन। तपाईँले धर्म गर्ने तरिका कस्तो हो त भन्दाखेरि उदाहरण उस्तै त्यो स्याउको रुख चाहिँ आफ्नो आँगनमा नभएर सार्वजनिक पार्कमा रोप्ने, त्यो भागमा जाने सबैले सन्तुष्ट महसुस गर्न पाओस् होइन होइन। त्यसको फलले आनन्द लिन्छ र खुसी महसुस गर्नु सक्छ। त्यो चाहिँ सबै प्राणीहरूलाई यसरी मिल्यो नि त त्यो होइन, त्यस्तो किसिमको। अनि स्याउको बोट चाहिँ एउटा आफ्नो आँगनमा नभएर सार्वजनिक ठाउँमा रोपेर हेऱ्यो भने त्यो सबैले पाउँछ, सबैको दुःखहरू मुक्त हुन्छ, भोक प्यास त्यसले मेर्छ। धर्म पनि त्यस्तै हुनुपर्छ, आफूलाई आफ्नो आँगनमा मात्रै नभएर कि सबै संसारको एउटा आँगनमा रोप्नु सक्ने, ताकि सबै प्राणीहरूले उपभोग गर्न सक्छ। त्यस्तो सोचेर गर्नुभयो भने त्यो चाहिँ धर्म चाहिँ शुद्धता हुनेछ। हामीले आफ्नो लागि मात्रै हो भन्ने सोच्नु हुँदैन, हामीले कर्मको कारण र परिणाममा विश्वास गर्नुपर्छ। एक दिन फल अवश्य पाक्छ होइन होइन। हामीले कुनै दिन लाग्छ कि होइन मैले गरेको कर्म मैले भोग्नु पर्दैन भन्ने अब एक किसिमको नसोच्ला होइन। अब जे भए तापनि के हो त, मैले गरेको कर्मको फल चाहिँ मलाई अघि पछि भयो भने जसरी पनि मलाई देखेरै जान्छ है भने यसरी थाहा हुनुपर्छ होइन। अवश्य हामीलाई त्यसको फल नै छ। अघि मैले उदाहरण राखेको छु होइन, एउटा
हामीले धर्म गर्ने तरिका चाहिँ तपाईँ कस्तो छ त, कस्तो हुनु पर्यो अब होइन, आगोमा आफ्नो आगोमा रहेको स्याउको बोटको जस्तो हो कि अब सार्वजनिक ठाउँमा गएर रोपेको जस्तो अब गरेर रोपाउने हो, त्यो तपाईँको आफ्नो अभ्यास र आफ्नो भर पर्दछ। त्यही कारणले गर्दाखेरि त्यही कारणले एउटा मलाई के पाउँछ कि, मलाई यसले के दिन्छ कि भनेर यसरी आशाको रूप पुछार परेर तपाईँ धर्म गर्नुभयो भने त्यो त्यति शुद्धता पनि हुँदैन र त्यति राम्रो पनि हुँदैन। यो चाहिँ एउटा 16 श्लोकमा बताएको लेक्चेपा 14 श्लोकमा बताएको यो पाठ हो लेक्चेमाको। अब यसले 30 मिनटमा विश्राम राख्न चाहन्छु, फेरि त्यसलाई म निरन्तरता दिनेछु। 다시합니다. 안에 리지 주양아바디 주양이bre. अब 15 श्लोक जान्दैछौँ लेक्चेमाको। अब यसमा 10 अब भनौँ न, अब यो मार्गमा लिने 10 विषय मध्येमा अब 5औं विषय रहेको छ, दुःखलाई मार्गको रूपमा लिनु चाहिँ रहेको छ। यसमा अब 15 श्लोकको व्याख्या के श्लोक के छ, के लेखिएको छ त भन्दाखेरि यसमा 15 अव्यावहारिक, असहनीय, आफूले ठेक्न नसके तापनि मैले जे जति धेरै कर्म परिणामहरू अनुभव गरेँ, बुद्धले सिकाएको कुरा सत्य हो भने कुरामा म विश्वास त हुँदै गएँ। मैले विपत्तिलाई मार्गको रूपमा लिने महत्त्व विश्वास त प्राप्त गरेँ। म यसलाई मेरो एउटा राम्रो कामको रूपमा सोच्दछु भने यसरी यो श्लोकले बताउँछ। मैले अब पहिले उल्लेख गरिसकेको छु, चाहे अब जुन मिग्यू दोर्जेलाई अब चाहे निराधार आरोप हो, मद्दतको जवाबमा हानि होस्, उसलाई त्याग गर्ने विश्वास गरेका व्यक्तिहरू शारीरिक रोग वा लगायत विभिन्न भनौँ न, अब मिग्यू दोर्जेको अब शारीरिकमा अब धेरै अब रोग उतर्ने वा उसको गतिविधिमा अवरोधहरू देखाइदिने, चाहे जति सुकै अस्थायी नराम्रो परिस्थितिहरू आए, र मिग्यू दोर्जेले कहिले सोच्नु भएन कि म चाहिँ एउटा कर्मपा हुँ, म एउटा कर्मपाको एउटा अलङ्कृत भएको अवतारी गुरु हुँ भनेर चाहिँ कहिले सोच्नु भएन होइन। अनि जे जस्तो भए तापनि म जस्तो परिस्थितिमा अहिले म परिरहेको भए तापनि म 3 रत्नहरूप्रति म कहिले टाढा जाने छैन। मेरो एउटै उद्देश्य हो, अरूलाई फाइदा गर्ने, हित गराउने, सत्य मार्गमा उकास्ने, सत्य मार्गमा लगाउने हो भने यसरी बताउनु भयो होइन। म सबै धर्म अनुसार गर्छु, त्यसैले मसँग यस्तो घटना हुनु ठिक होइन भने यसरी अब उहाँ अब कमजोरी भएर बस्नु भएन, बरु उसले एक शब्द पनि बोल्नु त्यो बेला होइन, यस्तो हो नराम्रो हो भनेर भन्नु भएन। उहाँले अब के भन्नुभयो त भन्दाखेरि होइन, अब उहाँले नराम्रो हुने बेलामा उहाँले के बताउनु हुन्थ्यो त भन्दाखेरि संसार अबदेखि सुरुवात नै अब नभई अब भवु प्राणीहरूलाई मैले हानि नोक्सानी पुर्याएको थिएँ, विभिन्न किसिमका पीडा दिएका थियौँ होइन। त्यही कारणले गर्दाखेरि अब मैले अब एक किसिमको बुझेको छैन, विभिन्न पीडा दिएर मैले अरूलाई विभिन्न त्यसको फल मैले कसरी पाक्छ भने कर्मको फलमा त्यति बिजेको थिएन। तर पनि एउटा यही अब त्यसको कर्म पाक्ने मलाई थाहा त्यति पनि छैन। तर पनि बुद्धले सिकाउनु भएको यो उहाँको भनाइले हामीले महत्त्व अब होइन, कर्मको फलमा विश्वास गर्ने हो भने अब सत्य त यो अब अरू दुःख दियो बापक आफूलाई दुःख भोग्नै पर्छ। यदि कर्म फल बुद्धले बताउनु भएको मार्ग अनुसार कर्म फलमा विश्वास त गरेन भने बिचरा उहाँ एक किसिमको विद्वानै होला, जुन अरूलाई दुःख दिए बापक आफूलाई दुःख त्यस्तै आफूले भोग्नु पर्दैन भने सोच्नेहरू एक किसिमको विद्वानै होला होइन। त्यही कारणले गर्दाखेरि जे भए तापनि होइन, तपाईँहरू सबै होसियार हुनुहुन्छ। यदि तपाईँ धर्म वंशमा जन्मेको व्यक्ति हुनुहुन्छ भने यी खराब परिस्थितिहरू
होइनन् र ती राम्रो परिस्थितिहरू हुन जसले हामीले राम्रो काम गर्न ल्याउँछ हैन जे जस्तो नराम्रो प्रतिकूलहरू नराम्रो मोडहरू सबै राम्रो कामै ल्याउने हुन्छ हैन उनले यसरी मिग्यु तोर्जेले भन्नुभयो मलाई जस्तो सुकै दुःख आपत्ति परे पनि मैले त्रिरत्नप्रति मैले विश्वासघात कहिले गरेन म जस्तो सुकै दुःख भए तापनि मैले प्राणी हित गर्नुप्रति मैले काम कहिले मैले ठगेन भने यसरी बताउनु भयो उहाँले त्यस्तै गरी अब झिजु मिलेपछि अब सबै सिद्धिको अब राजा सम्राट हुनुहुन्छ हैन उहाँ सानो हुने बेलामा उहाँ चाहिँ अब उहाँले अब सानो उमेर मान्छे मारेर धेरै पाप गर्नु भयो नि त हैन अब हैन खास उहाँले मान्छे मारेर अब पाप गरेर हैन अब नराम्रो हुने अनिवार्य नै हो तर पनि के त भन्दाखेरि उहाँको अब सोच्ने कला उहाँको भित्री मनको इरादा भावनाहरू हैन उहाँले केलाएर हेर्नु हुँदाखेरि अब उहाँले के गर्नुभयो त भन्दा हैन पछि अब जुन पहिला आफूले नराम्रो गरेको काममा अब सब दुःख दिँदाखेरि त्यो के भयो त धर्मको लागि अब के हो त त्यो एउटा अनुकूलता भयो नि त र हैन जुनले गर्दा त्यो नराम्रो कामको एउटा पश्चातापले गर्दा उहाँ धर्ममा प्रवेश गरे हैन उहाँले पाप शुद्ध धुलाउने मौका पाएर उहाँले एउटा हैन यसरी एक जीवन बुद्ध हासिल गर्ने अब ज्ञान प्राप्त गर्नुभयो हैन अब धगबुढो मुस्लिम त्यही नै हो हैन अब एक किसिमको अब आफ्नो घर परिवारमा हैन छोराछोरी श्रीमतीमा यसरी विभिन्न अब मारामारीको रोग आउँदाखेरि सबै अन्त्य भएर हैन सबै सखा भएर त्यसको एउटा आफूलाई लागेको एउटा वैरागले हैन संसारको वैराग देखेर उहाँ यसरी संसारलाई संसारिक धर्म त्यागेर उहाँ अब भिक्षु परिवर्तित हुनु भएर यसरी धर्मको मार्गमा लाग्नु भयो त्यस्तै गरी नि अब दुसुम खेम्बा कर्ममा पहिलो आउँदा दुसुम खेम्बा उहाँको लागि हो भने अब उहाँ अब 15 वर्षको उमेरमा अब 15 वर्षको उमेरमा चाहिँ उहाँसँग अब एक किसिम के हो त एउटा मन पर्दै एउटा प्रेमिका थियो होला जुन प्रेमिका चाहिँ एक किसिम के हो त अरूसँग जाँदाखेरि अरू लगेर जाँदाखेरि हैन अनि एकदम अनि एक किसिमको अर्कोसँग जाँदाखेरि त्यसको रिसले हैन अरूलाई अब उसको प्राण लुच्दाखेरि त्यसको त्यो प्राण लुचेको कारणले गर्दा उहाँलाई धेरै मनमा एकदम गाह्रो भएर एक किसिम के हो त संसार प्रति के हो त अनि संसारप्रति वैराग लागेर भिक्षु हुनुभयो त्यही कारणले गर्दाखेरि अनि त्यही कारणले हामीले जस्तो सुकै नराम्रो मोडहरू परिस्थिति देखा परे तापनि एउटा राम्रो काममा हामीले लिन सक्दछ हैन पूर्व गुरुहरूले यसरी गर्नुभयो हैन नराम्रो कामहरूलाई यसरी अब उहाँहरूले अब नराम्रो नसोचेर त्यसलाई चाहिँ अब राम्रो मार्गमा लाउनु भयो हैन त्यो हामीमा ल्याउन सक्ने क्षमता छ हामीसँग बुद्धि छ हैन त्यही कारणले गर्दाखेरि हामीले गर्नु सक्दछ त्यसै कारणले गर्दाखेरि अनि अब पहिला हैन अहिले भए पनि म यो धर्म भक्ति भनेर विभिन्न अब कुराहरू गर्दछ हैन अब जुन त्याग गर्ने लिने हैन त्यस्तै गरी एक किसिम के हो त अब अनि कर्मफलमा विश्वास गरेको त्यति पनि देखिँदैन हैन त्यसले गर्दाखेरि त्यो विश्वास नगरेको खण्डमा अब एक किसिम के हो त नराम्रो भनौँ राम्रो कामलाई इज्जत नगरिकन के हो त एक किसिमको अब मान्छेको बीचमा चाहिँ राम्रो काम गरेको जस्तै हैन कर्म फललाई विश्वास गरेको जस्तै हैन अनि अरूलाई अब भ्रममा फसिरहेको छ हैन मलाई चाहिँ अब मलाई नराम्रो कर्मको सबै शुद्ध भइसक्यो नराम्रो कर्म छैन म पुण्यवान हुँ भने यसरी भनौँ न बदमास गर्नेहरू हैन एक किसिम अरूलाई आफ्नो अधिकारमा लिने यस्तो बदमासीहरू पनि धेरै छन् त्यो बेला के हो त अब त्यस्तो भन्ने मान्छेहरू पनि के हो त अब आफूलाई धेरै बिमार हुँदाखेरि हैन अब जुन अब धेरै रोगले ग्रस्त भएको
अब लत्ता कपडाहरू कम हुँदै गएको, खानाहरू जुन अब खानपानहरू पनि एक किसिम के हो त आफूलाई अब सामालहरू कम हुँदै गएको, त्यस्तो हुँदाखेरि होइन। अनि त्यसरी भाग्ने बेलामा जुन अब एकदम देशमा अब भनौँ न सङ्कट परिस्थिति देख्ने बेलामा अब आफ्नो देश छाडेर अरूको शरणमा जाने बेलामा अब त्यस्तो बेलामा अब त्यो जुन अब म धर्मभक्ति हुँ पहिला भन्ने मान्छेले अब के भन्थ्यो भन्दाखेरि होइन होइन अब त्यस्तो भएको बेलामा के हो त भन्दाखेरि अब अनि अब त्यो बेला अब अरूले पनि नराम्रो भन्ने होइन, यस्तो भगवान जस्तो गुरु पनि अहिले त्यस्तो अवस्थामा पुगे बिचरा होइन, खानेकुरा छैन, लुगा लत्ता कपडा छैन, त्यस्तो नराम्रो आउँदाखेरि के अब सबै हैसियत छैन भने त्यस्तो सुन्दाखेरि के भन्दा बरु यसरी बस्नुभन्दा त बरु मैले शरीर र जीवन सम्बन्धी घुमाएर बस्नुभन्दा बरु मर्नु नै बेच्छ भने यसरी अब अनि भन्ने अब यसरी अब धेरैहरू छ, त्यस्तो धेरै देखिएको छ होइन। अनि त्यसरी अब रिस राग लोभमै फसेर यसरी घुमिरहेको छ होइन। यो चाहिँ किन अब यस्तो भयो त भन्दाखेरि होइन, यो जीवनको विभिन्न भौतिक सामग्रीहरू भौतिक सम्पत्तिहरूबाट धेरै आसक्त लोभ लालची भएको कारणले गर्दाखेरि अनि यसरी विभिन्न विघ्न बाधा आउँदाखेरि विघ्न बाधाले अब मार्गहरूमा लिनु नसकेर यसरी नै त्यही भित्र नै थुनेको देख्दछु। अब मिग्यु तुर्जेको यसरी अब भनौँ यसरी पीडामा परेकाहरूलाई आफ्नो पीडाबाट जोगाउनको लागि त मिग्यु तुर्जेले ती अब कमजोर संवेदनशील प्राणीहरूलाई कलेशले गाँसिएको प्राणीहरूलाई के हो त होइन, उनीहरूलाई बिचरा एउटा अधिकार छैन, सबै अब कलेश कर्म कलेशको अब विभिन्न ढाकेको हुँदाखेरि होइन तिनीहरूलाई अब केही अब सुख शान्ति उनीहरूले अब एक किसिमको कर्म कलेश ज्यादा भयो भने एक आपसमा हानि पुर्याएर दुःख पुर्याएर मात्रै त्यही यसरी गाँचिएको छ यो संसारमा। त्यसै कारणले अनि त्यस्तो प्राणीहरूलाई चाहिँ के हो त एक किसिमको जुन एउटा सिए एउटा क्यान्सर भएको प्राणीहरू ग्रस्त क्यान्सरले ग्रस्त भएको प्राणीहरूलाई देखेर अब के हो त अनि अब जुन क्यान्सर लागेको मान्छेलाई तिमी अब मर्ने नै हो किसिमको, अब तिमी अब नभने त पनि अब दबाई केही नभइसकेपछि जुन प्राणी चाहिँ के हो त एक किसिम के हो त मनदेखि नै अब मलाई दबाई पनि छैन रहेछ, मलाई उपचार केही पनि नहुँदो रहेछ भनेर यसरी अब दुःख धेरै नै उक्सिएको खण्डमा झन् पहिलादेखि नै अब अनि पहिलेबाट दुःखले यस्तो ग्रस्त भएको त्यसमध्ये अब झन् बिमार पर्दाखेरि भएको अब त्यस्तो दुःख हुँदै झन् दुःखमा दुःख थपेको कारणले गर्दाखेरि त्यस्तो प्राणीहरूलाई चाहिँ के हो त प्राणीहरू त्यस्तै किसिमको एउटा दुःख त्यसमध्ये एउटा क्यान्सर जस्तो एकदम भयङ्कर रोग कलेशले गाँचिएको हुँदाखेरि त्यस्तो प्राणीलाई अत्यन्त दया जागेर माया जागेर अनि आफ्ना पूर्व आमाहरूले आफ्नो शारीरिक र मानसिक सुख र सम्पत्ति प्राप्त गर्न एक अर्कालाई हानि पुर्याउन देखे, तर उनीहरूले जति सक्दो यसरी उहाँहरूलाई साथ सहयोग गर्नुभयो। तिनीहरू एक व्यक्ति जस्तै थिए, मृत्युको ढोका जसले डक्टरले औषधि अब छरेको थिए त्यसै क्यान्सरको लागि होइन। अब त्यसै कारणले गर्दा त्यो बिमारीहरूलाई अब दबाई नसकेपछि अब मृत्युको ढोकामा पुगेको हुँदा त्यसरी अब ग्रस्त भएकोलाई माया लाग्छ, त्यस्तै मिकिदो जस्तै प्राणीहरू त्यसरी हेर्नुहुन्थ्यो होइन। त्यही कारणले अब यस्तो विभिन्न अब यस्ता पीडाहरू आउँछ, यस्ता दुःखहरूबाट मुक्ति पाउने प्रयास गर्नुको सट्टा दुःखका परिणाम उत्पन्न गराउनहरूलाई छुटकारा दिने औषधि अब यसरी अब उहाँले प्राणीहरूलाई अब हित गराउनु भयो होइन। अब मिकी तोर्जेको अब समयमा उहाँलाई धेरै बिमार हुनुभयो उहाँ पनि होइन। अब मिकी तोर्जेको अब भनौँ न अब उहाँ पनि अब धेरै अब बिमार हुनुभयो किसिमको, त्यो समय बिमार हुने बेला उहाँले के सोच्नु भयो त उहाँले भन्दाखेरि होइन उहाँको शारीरिकमा धेरै दुःखहरू आयो होइन। अब त्यसरी उहाँले शारीरिक रोगहरू देखा पर्दाखेरि उहाँले के सोच्नु भयो त भन्दाखेरि होइन। अब त्यो बेला चाहिँ कर्म फल प्रति झन् एकदम विश्वास जाग्ने भयो, यसरी हिनामिना गर्ने लात माने कहिले पनि उहाँले आएन। त्यही कारणले गर्दाखेरि
अब एकदम धर्ममा योग्यता भएकोहरू चाहिँ अब के सोच छ त भन्दाखेरि हैन अब धर्ममा अलिकति योग्यता अलिकति बुझेकोहरू चाहिँ अब आफूलाई विभिन्न दुःखहरू आफूलाई पर्दाखेरि मर्काहरू पर्दाखेरि हैन जुन दुःखको फल दुःखको अनि अनि दुःखको फल जसरी नै अब भोग्ने नै हो किनकि अब म बिमार परेको छु त्यही कारणले अब यसको कारण कहाँदेखि आएको रहेछ मलाई यसरी दुःख अब हुनुको कारण मुख्य कहाँ रहेछ भने यसरी कारणलाई पत्ता लाउँदा लाउँदै जुन त्यसको प्रतिपक्षलाई यसरी यो हटाउनु दुःख हटाउनुको प्रतिपक्षमा उहाँ दिन प्रतिदिन यसरी लागि पर्नुहुन्छ हैन त्यही कारणले गर्दाखेरि अब मान्छेको कुनै सोचमा लाग्ला कि मिकितो जस्तो गुरुले यसरी अब विभिन्न अब भनौँ न कर्म भाग्यको अभाव हुनेहरूले भन्ने छन् कि उहाँ जस्तो महान व्यक्तिलाई यस्तो दुःख आउनु असम्भव छ यदि यस्तो भयो भने हामीले सूत्र तन्त्रहरूमा सिकाएका सेवाहरू प्रयोग गर्नुपर्छ वा खराब परिस्थिति हटाउनको लागि यसलाई संस्कारको साथ बन्द गर्नुपर्छ भन्ने यसरी अब भनेको थियो हैन अब उहाँलाई अब यसरी विभिन्न अब मिग्युदोर्जी जस्तो रोग आउँदैन भनेमा अब सोच्ने मान्छेहरूले चाहिँ के हो त मिग्युदोर्जीको मनको मनसाया हैन मुनासब अब मनको कुरा उहाँलाई थाहा हुँदैन हैन बाहिरको मान्छेहरूलाई यिनीहरूलाई गलत धारणा थियो त्यही कारणले कारण यो हो कि बुद्ध र बोधिसत्वहरू कसरी अब गतिविधिमा संलग्न हुन्छन् भन्ने बारेमा उनीहरूले अलिकति पनि बुझेको थिएन हैन बुद्ध र बोधिसत्वहरू एउटा प्राणीहरूमा अब गतिविधिमा भर पर्छ हैन अनि प्राणीमा पनि अब कलेशहरू थोर कम पापहरू धेरै कम भएको अब ती प्राणीको गतिविधि अनुसार अनि बोधि र बुद्ध र बोधिसत्वहरूलाई अब अनि प्राणीहरूमा यसरी कलेशहरू ज्यादा भएकोले हैन अनि जुन बुद्ध र बोधिसत्वले प्राणीहरू काम गर्दाखेरि कसैलाई राम्रो देख्ने कसैलाई नराम्रो देख्ने त्यस्तो देखिएको हुन्छ त्यही कारणले बुद्ध र बोधिसत्व गतिविधिलाई बसमा राख्नुपर्ने व्यक्तिको अस्पष्टताको हातमा निर्भर गर्दछ बुद्ध र बोधिसत्वहरूको गतिविधि धेरै कम वा आनन्द वा पीडा विभिन्न रूपमा देखा पर्दछ हैन अब भनौँ बुद्ध कालमा हैन जुन बुद्ध कालमा अब भनौँ न अब बुद्धको समय धेरै अब प्रसिद्ध हैन 8 छ बुद्धको धेरै अब प्रसिद्ध चेलाहरू त्यो भित्र चाहिँ को हो त भन्दाखेरि अब स्यारिबु र मङ्गलबु रहेको छ एकदम प्रसिद्ध बुद्धको चेला 8 चेला मध्येमा हैन अब स्यारिबु र मङ्गलबु मुख्य अब उहाँको चेला थियो प्राज्ञाको अब धारोधार चाहिँ अब स्यारिबु थियो हैन हैन बुद्धिमा एकदम धरोधार तिखो अब स्यारिबु थियो विभिन्न शक्ति प्रदर्शन गर्ने विभिन्न अब एउटा मनको बल मनोबल एउटा मनको ज्ञान प्रदर्शन गर्नको लागि अब मङ्गलयाना थियो हैन एकदम थियो अब मङ्गल एकदम शक्तिवाला भएको मङ्गलयान अब अन्तिममा कसरी उहाँ अब निधन हुनु भयो त भन्दाखेरि हैन अब मुदिक चेरबुबा भन्छ तार्किक चेरबुबा हैन एक किसिमको अब जस्तो कि अब वस्त्र नलाउने एक किसिमको अब जैन भनौँ न जैन हैन हैन उनीहरूको चेलाले अब कुटेर हैन लाठीले कुटेर अनि अब उहाँले अब मारिदिए हैन उसले अब मारेर अनि यसरी अब आफूमा जतिसुकै शक्ति भए तापनि हैन किन तार्किक चेलाहरूले उहाँले अब मारिदिए उहाँलाई अब हामीले भनेको छ नि उहाँ एकदम शक्तिशाली हुनुहुन्थ्यो हैन शक्ति थियो उहाँलाई यस्तो एउटा क्षमता थियो तर त्यो बेला मार्ने बेलामा आफू किन त्यो बेला अब शक्ति नदेखाएको त किन त्यहाँदेखि उहाँ नभागेको त शक्ति किन नदेखाएको भन्ने अब जवाब उठ्छ नि हैन हैन हैन
त्यही कारणले गर्दाखेरि अब के हो त भन्दाखेरि जस्तो सुकै अब शक्ति भए तापनि जस्तो सुकै अब आफूसँग अरूलाई अब मनको बल अर्को कुरा बुझ्ने क्षमता भए तापनि के हो त एक किसिमको अब के हो त आफूले गरेको कर्मको फल चाहिँ आफूले अनिवार्य भोग्नै पर्छ। आफूसँग जति सबै शक्ति होस् आफूसँग जति सके अरूलाई अब ज्ञान होस् तर आफूले गरेको कर्मको फल चाहिँ के हो त अब कर्मको फल चाहिँ हो त आफूले भोग्नै पर्छ होइन। त्यही कारणले त्यो यस्तरी उहाँले कुटपिट खाँदाखेरि होइन पिट्दाखेरि होइन उहाँले अब जुन अब शक्ति देखाउनुको लागि ध्यानै आएन त्यो बेला होइन। त्यो बेला शक्ति देखाउनुको लागि जुन अब समाधिबाट देखाउनु पर्ने त्यो समाधि नै उहाँले भुल्नु भयो अरे। त्यही कारणले होइन त्यस्तो बिगिनु अब मत मत गलायन जस्तोलाई त अब यसरी अब कर्मको फलले अन्तिममा अब अरूले मारेर अब प्राण गयो भने होइन अनि हामी त भन्नै पर्दैन। त्यही कारणले त्यो मात्र नभएर अनि गौतम बुद्धको चेला मात्र नभएर श्री गौतम शाक्यमुनि गौतम बुद्ध पनि होइन खुट्टामा अब यसरी होइन काँडा बिज्ने बिमार हुने त्यस्तो विभिन्न कुराहरू छ नि होइन। त्यही कारणले गर्दाखेरि अनि बुद्ध र बोधिसत्वको परम गुरुहरूको यसरी लीलामा अब विभिन्न देखाउने हुन्छ होइन। यो चाहिँ विभिन्न लीला देखाउने बिमार हुने विभिन्न घटनाहरू हुने विभिन्न विवादहरू हुने के हो त यो चाहिँ प्राणीको गतिविधिले गर्दाखेरि प्राणीमा हुने कलेश सानोतिनो विभिन्न पाप आवरण होइन सानोतिनो भएको कारणले गर्दाखेरि त्यस्तो देखिएको। त्यसले गर्दाखेरि जुन प्राणीमा हुने एउटा कलेशको कारणले गर्दाखेरि बुद्ध र बोधिसत्वमा लीलामा यसरी लीला प्रदर्शन गर्ने क्रममा अनि फैलिएर जाने नहुने यसरी प्राणीको कर्ममा भर पर्दछ। त्यही कारणले गर्दाखेरि अनि कर्मको फल मैले सबै अब बुझेको छु अनि मलाई कुनै पनि पाप छैन म सबै शुद्ध भयो भने एक किसिमको त्यो एउटा एक किसिमको अरूलाई ब्रह्म पार्नुको लागि मात्रै बोलाएको जस्तो मलाई लाग्छ। त्यही कारणले आफूले जुन कुरा बुझेको छैन त्यसलाई आफूले राम्रोसँग अरूलाई ब्रह्म फसाउनु हुँदैन। जुन कर्मको फल कर्म र कर्मको फलप्रति हामीले विश्वास अब गर्नुपर्दछ भन्ने मैले बुझाउनु मन लाग्यो। अब अन्तिममा चाहिँ के हो त अब अन्तिम अब भनौँ यो 15 श्लोकको अब मुख्य स्रोत मुद्दाहरू चाहिँ 5वटा छ। यसमा चाहिँ के हो त भन्दाखेरि पहिलो सार चाहिँ के हो त भन्दाखेरि यो लेक्चरमा भित्र रहेको 15 श्लोकको मुख्य मुद्दा मुख्य सार चाहिँ 5वटा रहेको छ है त। यसलाई म क्रमैसँग बताउँदै जानेछु। 다 상점 취재에 있어. 다다지 가는 여러 정도다 상점. 다소 다지 당들이 전생아로 지체지 쉐인 다 전생 당보대 경연다 동에네 통면의 사회랭이 기르고 이베 레규를 이체 걸 사야 돼 버다. 제 전생 당보대 돼 버다. 지금 나한테 가르쳐 주비나 지단 당안 주 상面긴限받지래 나바 상계 왜血인부디 레귤을 샤디 거 봐. 아주 거두 의미냐 저 레귤을 고 망버지 셰디. 근데 인주산에다 아솔래야지 미진나로래 게임다 동해에서 가르치는 중국어를 깨져 TV나 게임에다 동해에서 안에 나랑 게 랭에 봤다면 주고 잘해요. 게임에다 동해 삼도 마세베게 다당 알아주 미진한 게 디기 녀숨 동해다 강에라서 봐 탐지에디 leg 주고 잘해. 다원은 렌즈에디 컨디션이 중요하다 라비미나 렌즈에디 상으로 leg 주부터 컨디션 중요하다 라비미나 나랑기 제베 레시기 슈기암 레시기 주부 잘해. 렌즈에서 잘해. 나 소수 제샤베 레지기 슈기암 야나 레지기 주부 잘해. 다전에 전생이바디 밀세네 당분은 동해와 이라 챈데라 군요 매바선도 마서 세랍 참시했던 제라 레사
다디는 나한테 가르라고 알았어. 라비나. 아라주 미지의 당분에 동해레스. 마다지기 안에 뻐루지는 동해 사대가 들리지 말았어. 다는 미지를 균념이야 말아. 균념이야 센디지고 말아. 처럼 탑진해도 내당 되는 거지. 차디 알았어. 딘지 인듀산에 아주 넘기 가르라고 했으나 나 동행 딘지 양과 김생 가르이 나왔어. 안는 알에 미신다게 녀준 딘지 포과 김생 가르이 나왔어. 녀 고쳐음이도 봐. 녀준 딘지 포 그되면 봐라 포 좀 징그러. अब यसरी यहाँ यो 15 श्लोकमा दुईटा पाठ रहेको छ 5 वटामा अप्ठ्यारो पीडा अनादि संसारबाट सञ्चित खराब कर्मको परिणाम हो त्यसैले हामीले कर्मको कारण प्रभाव विश्वास गर्नुपर्छ बुद्ध धर्मको सार कर्म र यसको फल हो हामी सधैँ कर्म कारणको प्रभावको बारेमा कुरा गर्दछौँ कसैले सोच्छ कि हामीले दुःख कष्ट किन आएको त भन्दाखेरि तिनीहरू खराब कर्म परिणाम हो किनकि हामीले जति पहिला नराम्रो काम गरेको कारणले गर्दाखेरि हामीलाई सुख दुःख देखा परेको हो भनेर बुझाउँछौँ अब 2 नम्बरमा अब के छ त भन्दाखेरि यो जीवन सुरुवातदेखि नै कष्टै भोग्दै आएको छ त्यहाँ कुनै निष्पक्ष छैन यो जीवन मात्र उचित छैन यो सबै जीवनकाल यस्तै छ यसरी हामी अक्सर सोच्छौँ मैले किन यो दुःख भोग्नु पर्छ होला हैन यो मान्छे जीवनको जिन्दगी कोही धनी छ कोही गरिब छ हैन यो के हो त कसरी भयो भन्दाखेरि यो मलाई किन यस्तो अपमानजनक व्यवहार गरिन्छ हैन मलाई माया गर्ने मान्छेले मलाई किन छोड्यो मेरो आफन्त किन यति चाँडो मरे मलाई किन यस्तो डर लाग्दो रोग लाग्नु पर्यो मैले मेरो जागिर किन गुमाएँ मेरो जीवनमा किन यस्तो ठुलो कठिनाइ र दबाव छ हैन त्यस्तै गरी हामीसँग यी प्रश्न छपछप्ती छन् र हामी सोच्छौँ कि यो जीवन उचित वा सही छैन भनेर हैन हामी सोच्छौँ कि मेरो सम्पूर्ण जीवन राम्रो कर बितेको छु मैले लाज लाग्ने कुनै काम गरेको छैन सबै पीडा र समस्याहरू मलाई किन आइपर्छन् यो भनेको जस्तै हो हामीले जति सुकै कठिन परिश्रम गरे पनि हामीले कुनै नतिजा पाइरहेका छैनौँ किन हामी सोच्छौँ जीवन उचित छैन र उसले सधैँ हामीलाई हानि पुर्याएको छ त्यो म हुँ भन्छौँ हैन एक कोणबाट हेर्दा यो संसारको प्रकृति नबुझेको र कर्म कारणको प्रभाव विश्लेषण नगरेको संकेत हो जस्तो मलाई लाग्छ हैन सबै दुःख र दुःखको केबाट आउँछ त हैन भन्दा मैले पहिले भने चाहिँ ती हामीले विगतमा सञ्चित अब भनौँ न हैन विभिन्न यो के हो त भन्दाखेरि नपत्याएको कारण चाहिँ मलाई दुःख कसरी भयो मलाई दुःख हुनु नपत्याउने कुरा यसरी अब हामीले पत्याउँदैन के हो त भन्दाखेरि अब कर्म र कर्मको फलमा विश्वास नगएको कारण यसरी अब सल्किएको विभिन्न प्रश्नहरू हैन अब के हो सबै दुःख र दुःख केबाट आउँछ भन्दा मैले पहिले भने चाहिँ हामीले विगतमा सञ्चित गरेको कर्मको परिणाम हुन् जब हामी विगत भन्छौँ त्यो कति टाढा छ यो हिजो हुन सक्छ हैन मैले अहिले दुःख भोगिरहेको छु हैन अचानक मैले केही नगरिकन मलाई दुःख भोगिरहेको छु मलाई समस्या आइपर्यो मलाई सङ्कट आइपर्यो मलाई त्यतिकै मान्छेले हेप्छ यो कहिले मैले गरेको थिएँ अरूलाई पाप मैले कहिले दुःख दिएको थिएँ यो हिजो विगत भने कहिले हो त भन्दाखेरि यो हिजो भन्नलाई के हो त यो हामी विगत भनेको त्यो हिजो पनि हुन सक्छ या अघिल्लो जीवनको काल पनि हुन सक्छ हाम्रो अधिकांश कर्महरू अघिल्लो जन्ममा सञ्चित गरेको हुन्छ प्राय जस्तो हैन किनभने अब त्यहाँ धेरै अघिल्लो जीवनहरू छन् र हामी पनि ग्रहण गर्न सक्दैनौँ मेरो पहिलो जीवन कुन चाहिँ थियो भनेर हैन धेरै छ हाम्रो जीवन छ पहिलादेखि नै आइरहेको हैन यदि हामीसँग अनगिन्ती धेरै अघिल्लो जन्महरू छन् भने हैन अनि हामीले ती अघिल्लो जन्महरूमा जम्मा गरेका कर्महरू पनि अनगिन्ती हुनुपर्छ नि तसर्थ Oh yeah.
맞아. 자들이 이제 사놨다. 가솔이야. 책아마 त्यही कारणले गर्दाखेरि अनि हाम्रो अघिल्लो जन्म गरेको कर्महरू पनि अनिगिन्ती छ। त्यही कारणले तसर्थ जब हामी सोच्दछौँ कि हाम्रो जीवन चाहिँ अब न्यायपूर्ण छैन, यदि हामीले हाम्रो धेरै अघिल्लो जीवनकालको अवस्थाहरूको बारेमा सोच्यौँ भने सम्भव छ कि हामीले सोच्न सक्छौँ कि यसभन्दा न्यायपूर्ण अरू केही छैन। यो हामीले कर्म, कारण र प्रभावलाई बुझाउँछौँ हैन। त्यही कारण हामीले कर्मको फलमा विश्वास गर्यो भने हैन, यो भन्दा सुखी मलाई के होला र हैन। मैले अनगिन्ती नराम्रो काम गरे बापत पनि मैले कति गरेँ, मेरो जीवन निकै नै छ, तर पनि मैले अहिले सुख शान्ति छ हैन। मलाई अहिले पक्कै नै राम्रो कामको नतिजा भने खुसी हुनुपर्ने छ नि हैन। त्यही कारणले गर्दा मलाई अहिले जति दुःख पाउँदैछ नि, जति दुःखको फल पाउँदैछ नि, यो मैले मेरो पूर्व जीवनमा बितेको जीवनमा मैले धेरै जीवन लिएको थियो, त्यो बेला मैले कर्म गरेको कारणले गर्दाखेरि मलाई दुःख अहिले भइरहेको छ भने यसरी सोच्नु भयो भने आफ्नो दुःखलाई तपाईँले हल गर्न सक्दछ, धेरै कम गर्न सक्दछ। अब तीनौं विषय, अब तीन चाहिँ के हो त, बुद्ध र कर्मपा जस्ता प्राणीहरूको लागि पनि दुःख र बाधाहरू हुन्छन् त भनेपछि छ। अब कर्मको कारण प्रभाव कुन हदसम्म सत्य र उचित छ त भन्दा, अब कर्मका अवतारहरू र भगवान बुद्धहरूले पनि दुःखको अनुभव गरे हैन, अनुभव गरे। अब उनीहरूले अब दुःख, अवरोध र प्रतिकूलताको सामना गरे हैन। थेरवादमा अब बुद्धको शरीर एउटा के हो त, दुःखको एउटा राशि हो हैन, एउटा फोहोर मैलाले भरेको दुःखको शरीरै हो, राशि हो भनेर यसरी थेरवादले बताइन्छ। त्यही कारणले एउटा बुद्ध जस्तोलाई त शरीरमा हैन दुःख हुने, यसरी पोल्ने हैन, यसरी बिना बाधा हुने हुन्छ। यो के हो त भन्दाखेरि हैन, पहिले बताए जस्तै बुद्धको टाउको दुख्ने, ज्वरो आउने उहाँलाई, अनि खुट्टामा उहाँलाई अब यसरी काँडा भिजिने, त्यस्तै गरी अब हैन, आफ्नो अब आफन्त अब जुन अब देवदत्तले धेरै अब उल्लङ्घन, धेरै दुःख दिएको कारणले गर्दाखेरि पीडाहरू अवश्य देखाएको थियो भने अब कर्मपाको अब एउटा उहाँको कर्मपाको एउटा अवतार जुन हैन, क्रमैसँग आएको कर्मपाको अवतारहरूमा पनि हैन, अनि जुन सामान्य मान्छेले भन्दा पनि कर्मपाको जुन अब अवतारमा दुःख पायो, कर्मपाले दुःख पाएको हैन, दुःख त्योभन्दा दुःखहरू के पनि छैन जस्तो मलाई लाग्छ। त्यो भन्दा पनि मैले अब मेरो एउटा दुःख बताएँ भने हैन, अब सानोदेखि धेरै दुःख पाएँ हैन, अब त्यो नबताउँ, धेरै नै कुराहरू छ हैन। त्यो भन्दा पनि अब भनौँ अब यो कर्मपा, पहिलो कर्मपादेखि 16औं अवतारीसम्म हाल कर्मपासम्म आएको विभिन्न अब के हो त, राजनीतिज्ञ, त्यस्तै गरी अब विभिन्न दार्शनिक कुराहरू, देशको कुराहरू, समाजको कुराहरूले धेरैले गाँजेर बाँधेर हैन, जुन बोल्दाखेरि बताउँदाखेरि नै बताउनु विश्वास हुनु गाह्रो हैन। विभिन्न यो समस्या, विभिन्न जन्जेल, विभिन्न काँडा भएको ठाउँमा पनि हैन, सबै संसारको प्राणीहरूले खुट्टा तानेर एक किसिमको सास फेर्नुसम्म न, अब भनौँ न त्यस्तो एकदम समस्याकालीन बनाए तापनि प्राणी हितको लागि कर्मपाहरूले, धर्मको लागि के हो त, अब उहाँले चाहिँ प्राणी हितको लागि हैन, त्यस्तो जन्जालमा चपेटा संसारको दुःखको अनि एक किसिमको झमेलामा नफसेर उहाँले अब के धर्मको लागि, प्राणी हितको लागि उहाँले पाइला टेक्न सफल भयो हैन। उहाँले अब उहाँहरूको जीवन,
उहाँहरूको कर्मको जीवनी कस्तोले बताउँछ भन्दाखेरि बिमार नहोको सुख शान्ति मात्र भएकोले बताउँदैन त्यस्तोले बताउँदैन कर्मको जीवनी भनेको चाहिँ के त सत्यता प्राणी हितको लागि अलिकति पनि खोट नभएको हैन त्यसमा कुनै पनि एउटा सन्देह नभएकोले बताउँदछ हैन त्यही कारणले गर्दाखेरि अनि एउटा विभिन्न प्राणी हितको लागि यसरी उहाँले दिन प्रतिदिन खट्नु भएर हैन विभिन्न अब एउटा दिव्य ज्ञान प्राज्ञ भएको कारणले अनि के हो त विभिन्न घटनाहरूलाई पनि उहाँले यसरी पछाडि पारेर यसरी सत्य मार्गमा उहाँ लाग्नुको लागि हिँड्नुको लागि कहिले पनि उहाँ पछि लाग्नु भएन त्यही कारणले तिनीहरूले अरू मानिसहरू विरुद्ध कहिले दोषारोपण गरेनन् आरोप लगाएनन् र अब त्यही कारणले अनि जस्तै घटना घटे पनि भित्रबाट उनीहरूले यसलाई स्वीकार गर्न र सहन सक्षम थिए हैन हैन जस्तो सुकै दुःख परे पनि कहिले पनि उहाँले अस्वीकार मैले सक्दैन भनेर यसरी कहिले पनि प्राणीलाई खुल्ला छाड्नु भएन हैन तिनीहरूको अगाडि बाटोमा कहिले हार मानेनन् वा अरूको लागि उनीहरूको मायालु इच्छा र तीन रत्नहरूमा विश्वास र विश्वासता अलिकति पनि डगमगाएनन् सधैँ अडिग रहे त्यही कारण हामी र कर्मबाको एउटा अनि हामी र कर्म फरक के त भन्दाखेरि उहाँहरूले सुख शान्ति हुने हामीलाई दुःख हुने उहाँहरूलाई केही बिमार नहुने हामी आराम हुने हामी चाहिँ दुःख किसिमको अब दुःखमा गाँजिने त्यस्तो होइन हैन उहाँहरूलाई पनि बराबर हामीले दुःख बिमार सोच त्यस्तो भयो उहाँहरूमा त्यस्तै नै हुनुहुन्थ्यो हैन तिनीहरूले अरू मानिसहरू विरुद्ध कहिले पनि दोषारोप गर्नु भएन मेकी दोर्जेले पनि हैन त्यही कारणले आरोप लगाएन रिस उठाएन समस्या उत्पन्न गर्नेहरूको लागि उनीहरूको जीवनलाई खतरामा पार्नेहरूको लागि पनि तिनीहरूको दयालु र मायालु मनाशय थियो र सोचे उनीहरूले के खराब कर्म गरिरहेका छन् भनेर उनीहरूलाई थाहा हुँदैन थियो भविष्यमा उनीहरूको लागि कस्तो डरलाग्दो नतिजा पर्खिरहेका छन् भनेर उनीहरूले पनि देखेको छैन त्यही कारणले गर्दाखेरि अनि जति सक्दो प्राणीहरूलाई दयामाया गरे हैन हैन त्यही कारणले कहिले पनि प्राणीलाई हेप्ने त्यसै गरी अब ठग्ने गर्नु भएन त्यही कारणले जुन कर्म फल प्रति तनस मनस गर्ने लत्याउने पछि त्यस्तो अब विश्वास नगर्ने के हो त उनीहरूले अब अनि तिनीहरूले अझै पनि कर्मको फल बुझिरहेको छैन बिचारा भनेर यसरी जुन झगडा गर्ने त्यो प्राणी हत्या गरेर लगायत विभिन्न अत्याचार मचाउने धर्मलाई मास्ने त्यस्तो प्राणी देखेर एकदम उहाँहरू के हो त दया माया जाग्नुहुने बिचारा कर्मको फललाई थाहा नभएर एउटा सत्यको आँखा नभएको सत्य देख्ने आँखा नभएको यस्तो कारणले गर्दाखेरि उस्तो भएको रहेछ भनेर उहाँ दया माया झन् जाग्नुहुन्थ्यो यस्तो सोचले गर्दाखेरि मानिसहरूले उनीहरूलाई हानि पुर्याउने वा सेन्सर गर्दा तिनीहरूमा कुनै रिस उठेन र रिस अनि नउठेको कारण अनि कर्म र प्रभावमा यस्तो विश्वास भएको कारणले यो अर्को व्यक्तिको लागि प्रेमको भावना कारण बन्यो कर्म भएको अवतारहरूमध्ये केही चरित्रमा धेरै होइन विभिन्न अब यसरी अब क्रोधित भए तापनि अब रूपमा होइन अब धेरै दया माया गर्नु कहिले पनि हैन भुल्नु भएन हैन कर्मको अवतारहरूमा हैन धेरै नै अब कोही अब चरित्रमा धेरै कोही क्रोधित थियो कोही अब छोटो स्वभावको थियो हैन हैन अलिकता बोल्ने अलिकता तितो बोल्ने यस्तो थियो हैन जे भए त भने अब जब हामी त्यो चाहिँ अब तितो बोल्ने कडा बोल्ने के हो त भने त के हो भन्दाखेरि कस्तो हो त भन्दाखेरि के हो त एउटा अनि रिसालु भएको एउटा आफ्नो माया ममता भएको आमा जस्तै हो जस्तो देखिन्छ हैन जब त्यही कारणले अनि हाम्रो छोरा छोरीलाई अनि बाबुआमाले अब जुन अब एकदम रूप कालो देखाएर गाली गर्छ किन त दया माया भएर नबिग्रोस् मेरो छोरा छोरी भनेर यसरी अब गाली गरेर अब जुन अब राम्रो बाटोमा लगाउँछ नि र माया भएको कारणले त्यस्तो किसिमको अब त्यसै कारणले गर्दाखेरि अब
त्यही कारणले गर्दाखेरि अब यो जब हामी बाहिरीहरू हेर्छौँ तिनीहरू धेरै कडा थिए जस्तो देखिन्छ तर वास्तवमा यो मायालु आमा जस्तै हो जसले तातो बोल्ने तर आफ्नो छोराछोरीलाई गलत बाटोमा जाँदा अरूलाई कसैले भन्दा बढी चिन्तित हुन्छन् हामी सोध्छौँ जसरी हामी तिनीहरूलाई युवा भन्दछौँ बोधिसत्वलाई हामीले युवा एक किसिमको कुमारा भन्दछौँ बोधिसत्वहरूमा शुद्ध र स्वच्छ बाल जस्तै चरित्र हुनुपर्छ र तिनीहरूमा अब भनौँ न एउटा सोचहरू जत्तिकै जटिल शुद्ध जटिल अब भएको हुन्छ शुद्ध भावनाहरू त्यही कारणले केही कर्मपाहरू फेरि शान्तिपूर्वक चरिरहेको हुनुहुन्छ हैन त्यही कारणले कुनैमा एकदम अब कोहीमा एकदम क्रोधित कोहीमा शान्तिपूर्ण भएकोले अब प्राणी हितमा यसरी अब विभिन्न चर्याहरू देखाउनु हुन्थ्यो हैन केही कर्मपाहरू शान्तिपूर्ण चरित्र थिए उनीहरूले तिनीहरू मायालु र कोमल चरित्र भएको अनि आमाहरू जस्तै थिए जसले आफ्ना छोराछोरीहरूले जतिसुकै गल्ती गरे पनि के हो त अनि उनीहरूले अझै धेरै माया गर्ने धेरै माया बढ्ने बाहेक ठुलो पीडा पनि महसुस अब जति पीडा दिए पनि माया झन् बढेर गर्ने बाउमा पनि हुन्छ बुवामा पनि हुन्छ त्यस्तै किसिमको कर्मपाहरू त्यस्तै थिए हैन अनि त्यही कारणले गर्दा उनीहरूले कर्म कसरी राम्रो मद्दत गर्न सक्छन् भनेर सोच्दै साधन फरक भए तापनि लक्ष्य सबैको एउटै हो हैन अनि तपाईँ जो सुकै भए पनि दुःख र कठिनाइको सामना नगर्ने कोही पनि छैन चाहे ती कठिनाइहरूबाट बाहिरबाट आएका हुन् चाहे ती मानसिक कठिनाइहरू हुन् वा शारीरिक कष्टहरू हुन् हामीले ती मध्ये कम्तीमा एउटा अनुभव गरेका छौँ हैन हैन बाहिरबाट अब कोही मानिसहरूलाई अब आफ्नो सम्पूर्ण जीवनमा कुनै पनि कठिनाइहरू नभएको जस्तो देखिन्छ र तिनीहरूको लागि अब सबै कुरा राम्रो जस्तो देखिन्छ राम्रै जान्छ हैन अब केही अब मानिसहरूको लागि अब तिनीहरूले जे गरे पनि यसले काम गर्दैन यदि तपाईँ कर्म र कारण प्रभाव विश्वास गर्नुहुन्न भने तपाईले जीवनलाई अनुचित रूपमा देख्नुहुनेछ है विभिन्न हुन्छ नि जुन धनी मान्छेहरू यो त केही नगरिकन धनी भयो भने देख्छ तर उसले कर्म गरेको कारणले हैन त्यही कारणले गर्दा तर यदि हामी विश्वास गर्छौँ कि यो जीवनको सबै अनुभवहरू अघिल्लो जीवनको प्रभाव हुन् यो सम्भव छ कि हामीले यो जीवन उचित छ भनेर सोच्न सक्छौँ यसले अर्को कोणबाट व्याख्या गर्नको लागि यदि हामी कर्म यदि हामीले चाहिँ के हो त भन्दाखेरि अब यो जीवनमा अब हामीले विभिन्न सुख दुःख भोगिरहेको चाहिँ पूर्वकालमा मैले गरेको अब पूर्व जन्मको फल हो भने यसरी अब सोच्यो भने हामीलाई चाहिँ सुखहरू पनि दुःख जति उत्पन्न भयो भने अब हद कम हुँदै जाने सुख भयो भने त्यो हामीले राम्रो अनुभव हुने त्यस्तो हुने अब हामीले फाइदा हुन्छ अब खास गरी भने सामान्यमा अब सबैले अब के हो त किसिमको अब कर्म फलमा सबैले 100% त विश्वास त गर्दैन हैन अब कसैले फेरि गर्दछ यदि अब हामीले कर्म फलमा विश्वास छैन भने अहिले हामीले दुःख गर्नुको कारण के हो त हैन खेती किसानहरूले बारी जोत्नुको कारण के हो त हैन भरियाले भारी पुग्नुको कारण के हो त हैन अब दिन रात हैन बारी जोत्नुको कारण अनि केही रोपेर केही छरेर केही उम्रिन्छ भने विश्वासको लागि विश्वास भएको कारणले जोतेको केही भारी बोकेर मलाई पैसा आर्जन कमाउने छ भनेर बोकेको एउटा विश्वास भएर त्यही कारणले अनि एउटा केही गरेर केही अब प्राप्त हुन्छ कर्म गरे भने फल प्राप्त हुन्छ भने विश्वासको कारणले यसरी गरेको हो नि त्यही कारणले गर्दाखेरि यसरी हामी सबैको वास्तवमा कर्म र कारण प्रभाव विश्वासको एक निश्चित डिग्री छ हैन यद्यपि कहिलेकाहीँ विगत र भविष्यका जीवन यति लामो समयसम्म फलिन्छ कि एकतिर हामी अल्छी हुन्छौँ र हैन यो त्यही कारणले गर्दाखेरि यो आज भोलिको मात्रै हालको कुरा मात्र नभएर यो धेरै लामो समयदेखि आइरहेको अविच्छिन्न रूपमा अटुट रूपमा आइरहेको कर्मको फलहरू हैन विगत र भविष्यको जीवनहरूमा यति लामो समयसम्म फैलिएको छ कि एकतिर हामी अल्छी
हैन यो एकतिर धेरै लामो भएर हैन हामी अल्छी लाग्ने हुन्छौँ र यो काम छैन भनेर त्यसो पनि सोच्छौँ। अर्कोतिर हेर्ने भने हामीले विगतको जीवनहरुमा जीवनका घटनाहरू सम्झन नसक्ने हुनाले हामीले अहिले किन घटनाहरू भइरहेका छन् भन्ने हामीलाई आश्चर्यचकित हुन्छौँ। किनभने देखेको छैन धेरै लामो भएर हैन हामीले हामीले अब त्यही कारणले गर्दाखेरि यस बाहेक हामी बुद्ध ग्रन्थहरुमा सिकेका 4 महान सत्यहरुमध्ये अब हैन अब जुन अब बुद्धले बताएको छ कर्मको फलमा त हामी त्यही विश्वास नहोला तर पनि प्रायः हामी विश्वास गर्दछौँ। त्यही कारणले यस बाहेक अब जब हामी बुद्ध ग्रन्थहरुमा सिकेका 4 महान सत्यहरुमध्ये दुःख आर्य सत्यको प्रस्तुतिकरण सिकाउँछौँ। यसले भन्छ कि हामी संसारमा हुँदा अब त्यहाँ अब दुःख मात्र छ हैन। अब दुःखमा अब स्थूल दुःखहरु छ, सूक्ष्म दुःख बताएको छ। जे भए तापनि जे होस् हाम्रो जीवनमा हामीले भोग्ने दुःखहरु जस्तै 8 प्रकारका दुःखहरु पक्कै पनि हामी संसारमा भएका कारणले मात्र उत्पन्न हुन्छ हैन। हामी संसारमा जन्मिने साथै हामीले 8 प्रकार दुःख आफै नै स्वभाव नै उत्पन्न हुन्छ। यसरी हामी संसारमा जन्मिसकेपछि हामीले अब दुःख उत्पन्न हुनुमा हामीले रोक्न सक्दैन। त्यही कारणले हामी तिनीहरुमा जति टाढा राख्यौं हामी तिनीहरुलाई रोक्न सक्दैनौं। यदि यही कारणले गर्दा हामी धर्म अभ्यास गर्छौं हैन। हामी किन धर्म गर्छौं, किन मोक्षप्रति हामी दिन रात लागिरहेछौं भन्दाखेरि हैन जीवन र यो संसार चाहिँ दुःखको भएको कारणले गर्दाखेरि हैन मुक्ति प्रयास किन गर्दैछौं भन्दाखेरि संसारमा दुःख नभएको भए हामी अब मुक्तिप्रति प्रयास नगर्थ्यो होला हैन। त्यही कारणले संसारको दुःखदेखि मुक्त पाउनको लागि हामी तसर्थ अब के हो त हामीले दिन प्रतिदिन हामी मुक्तिको मार्गमा जाँदैछौँ। त्यही कारणले गर्दाखेरि भावनाहरू अनुभव गर्दाखेरि अब तिनीहरू अब यसरी नै अब बताएको छ। त्यही कारण हाम्रो जीवनमा विभिन्न दुःखहरू छ हैन, विभिन्न समस्याहरू छ। त्यो भित्र विशेषता के छ भन्दाखेरि हामीले अब के हो त हामीले जुन हाम्रो प्रतिकूलहरू जुन अब नराम्रो मोडहरू चाहिँ हामीले हेर्नु चाहिँ अत्यन्त जरुरी छ। यो राम्रो हो कि नराम्रो भन्ने छुट्याउनको लागि आफ्नो सोचमा भर पर्दछ। उदाहरणको लागि एउटा टेबलमाथि एउटा कप छ भने यो कपमा चाहिँ एउटा अब आधी मग मात्रै चिया छ भने एकदम खुसी भएको मान्छेले के सोच्दछ भन्दाखेरि यहाँ चाहिँ अब चिया चाहिँ आधी मात्रै छ भनेर अब सोच्दछ। अब एकदम अब मन एकदम दुःख भएको मान्छे के भन्छ भन्दाखेरि के हो त आधी मग भन्दा पनि चिया छैन भनेर यसरी दुःखमा फसिरहेको हुन्छ हैन। अब विभिन्न विघ्न बाधाहरू अब विभिन्न दुःख आइपरेको मान्छेहरूले अब नराम्रो कालो सोच भयो के अनि के सोच्छ भने दुःख परेको मान्छेहरूले चाहिँ अब दुःख पर्दाखेरि पनि मलाई एकदम मान्छेले हेबिरहेको छ हैन। यो अहिलेको मारामारी कोभिड अरू लागेको छ मलाई लागेको रहेछ, यो मलाई के भइरहेको छ हैन। त्यस्तो एकदम आफूलाई नराम्रो सोच्छ। अब एउटा आनन्द हल्का अब खुल्ला सोच हुने मान्छे के सोच्छ भन्दाखेरि हैन, के सोच्छ भन्दाखेरि अब यो म विभिन्न बिमार परेको छु, मलाई विभिन्न प्रतिकूलहरू देखेको छु, यो त मेरो पूर्व जन्मको मेरो नराम्रो परिणाम हो, मेरो नतिजा हो भनेर सोच्दछ हैन। यसरी अब यसरी अनि सोच्ने गर्दछ। त्यही कारणले गर्दाखेरि अब मैले पूर्व जन्ममा धेरै नराम्रो काम गरेको हुँदाखेरि अब मलाई अब राम्रो काम गर्ने एउटा मलाई मौका पाएको रहेछ, त्यो चाहिँ मैले अब खेर फाल्नु हुँदैन भनेर यसरी अब सोच्ने गर्दछ हल्का खुल्ला सोच भएको व्यक्तिहरूले चाहिँ हैन। अब पूर्व जीवन पहिलोको जीवनको कुराहरूको अब घटना कुरा गर्यो भने अहिलेको जीवनको दुःख त केही पनि होइन। त्यो त
यो त अलिकता थोरै मात्रै हो, अल्प मात्रै। त्यही कारणले अब सस्तो सबै दुःख जसोसुकै नराम्रो सबै के हो त भन्दाखेरि सबै एउटा मनको बुझाव, मनको देखाइ, एउटा हेराइमा मात्रै हो। त्यही कारणले दुःख पर्यो भने आफूले त्यसमा दुःखलाई हटाउने कि सुल्झाउने कि त्यसलाई बढाउने, त्यो आफ्नो सोचमा भर पर्दछ। हैन, हाम्रो विचारमा अब हामीले ध्यान दिनु अत्यन्त आवश्यकता म देख्दछु। अब यो 4औं नम्बर थियो। अब 5औं नम्बरमा के हो त भन्दाखेरि जब प्रतिकूलता हुन्छ हामी तल्लो जमिनमा हुँदा ठूलो योग्यता जम्मा गर्न सक्छौं भनेको छ यसमा। जब प्रतिकूलता नराम्रो मोडहरू आउँछ हाम्रो जीवनको सबैभन्दा खराब भागहरूमा हामीले के बुझ्नु आवश्यक छ भन्दाखेरि, दुःख पर्दाखेरि हैन, एकदम नराम्रो मोड देख्नु पर्दा हामीले के सोच्नु पर्दछ भन्दाखेरि हैन, कि हामी तल्लो जमिनमा हुँदा हामी घाँटीमा जस्तो योग्यता सङ्कलन गर्ने यो उत्तम समय हो। एकदम तल्लो तहको एउटा हैन, तल्लो तहमा भएको हुँदाखेरि खाल्डोमा बग्ने पानी जस्तै जो हो, जुन तल्लो जमिनमा पुग्न आवश्यक छ। जब हामीमा प्रतिकूलता हुन्छ सर्वप्रथम हामीले बुझ्नुपर्छ कि यो सञ्चय प्राप्त गर्ने र अस्पष्टताहरू शुद्ध गर्ने यो उत्तम अवसर हो। जब अरू कसैले हामीलाई हानि पुर्याउँछ, यदि हामीले अर्कोतर्फ दुर्भावनापूर्ण विचारहरू राख्न सक्दैनौँ र परोपकारी प्रेरणा राख्न सक्दैनौँ भने यसले हाम्रो योग्यतालाई द्रुत रूपमा गुण गर्दछ हैन। पुण्य सञ्चय गर्नुको लागि विभिन्न अब हामीले विचार गर्नुपर्ने हुन्छ हैन। अब विभिन्न पुण्य सञ्चय गर्ने बेलामा विभिन्न विघ्न बाधा आउँदाखेरि यो राम्रो मलाई एउटा उपहार हो हैन, यो मलाई एउटा पुण्य कमाउने, पुण्य सञ्चय गर्ने, पुण्य सम्भारलाई मैले फैलाउँ एउटा राम्रो हो भने सोच्नु पर्दछ। दोस्रो चरणमा चाहिँ मलाई अब कुनै मान्छेले मलाई दुःख दियो भने हामीले के सोच्नु पर्दछ भन्दाखेरि हैन, त्यो बेला चाहिँ अब अरूलाई दुःख दिने, हानि नोक्सान पुर्याउने सोच नआएर अरूलाई हैन, अरूलाई सुख, हित, कल्याण गर्ने चित्त अरूलाई दिनु सक्नु भयो भने त्यो अत्यन्तै शुद्धता र सत्यता र राम्रो कर्म बन्नेछ हैन। त्यही कारणले गर्दाखेरि अनि रोग छ भने विभिन्न अब औषधिहरू दबाईहरूले व्यवहार गरिन्छ। जस्तै आफूमा नराम्रो छ भने सबैले के हो त, सबैले नराम्रो गर्ने हुन्छ हैन। त्यही कारणले गर्दाखेरि आफू राम्रो छ भने सबैले राम्रो गर्दछ हैन। त्यही कारणले गर्दाखेरि उदाहरणको लागि युद्धको लागि सबैभन्दा राम्रो प्रशिक्षण युद्धमा अघिल्लो अनुभव हो। यदि हामी सधैँ राम्रो समय बिताउँछौँ भने जो कोही पनि राम्रो धर्म अभ्यास जस्तो गर्न देखिन सक्छ। वास्तवमा जब हामी कठिनाइ सामना अब त्यस्तोमा चाहिँ के हो त भन्दाखेरि हैन, विभिन्न विघ्न बाधाहरू आउँदाखेरि हैन, हाम्रो मनलाई मतिशोधन गर्ने अर्थात् मनलाई प्रशिक्षण गर्ने, मनलाई सुधार्ने गर्नुपर्दछ। जस्तै अब कदममा गुरुले के भन्छ भन्दाखेरि केङेन घेविसिङहरू नराम्रो प्रतिकूलहरू चाहिँ सबै कल्याण मित्र हो भन्ने यसरी बताएको हुँदाखेरि हैन, नराम्रो मान्छेहरू चाहिँ मेरो लागि के हो त, मेरो गल्ती सुधारिदिने, मेरो पोललाई हटाइदिने, मेरो ज्ञानलाई उधारिदिने गुरु हो भने यसरी सोच्नु पर्ने हुन्छ। त्यही कारणले हैन अब उदाहरणको लागि युद्धको भनौँ न, उदाहरणको लागि अब युद्धको लागि सबैभन्दा राम्रो प्रशिक्षण युद्ध के हो त भन्दाखेरि युद्धमा अघिल्लो अनुभव हैन। यदि हामी भन्नु के हो त, साँच्चै नै युद्ध भएको ठाउँमा गएर प्रशिक्षण गर्नु त्यो राम्रो हो हैन। अब युद्धको लागि अब भनौँ न, अब उदाहरण युद्धको लागि अब तयारी चाहिँ अब युद्ध नभएको बेला गऱ्यो भने त्यो पछि अब युद्ध हुँदा भाग्ने सम्भावना धेरै हुन्छ। त्यही कारणले युद्ध भएकै बेला त्यसरी अब परीक्षण गऱ्यो भने अब के हो त, अब त्यो बेला अब साँच्चै नै अब राम्रो काम गर्नु सक्छौँ हैन, युद्ध गर्नु सक्छौँ। त्यस्तै अनुसार अब
यदि हामी सधैँ राम्रो बिताउँछौँ भने जो कोही पनि राम्रो धर्म अवस्थाको जस्तो देखिन सक्छ। त्यही कारणले लामालाई गुरुलाई विश्वास छ, श्रद्धा भक्ति छ भने के हो त, जुन दुःख परेको बेलामा जुन कहिले पनि हटबट नहुने होइन। अनि त्यही कारणले गर्दाखेरि हामी दुःख परेको बेलामा धर्म गरेन भने दुःख नपरेको बेलामा त जो पनि अब गुरु हुन्छ नि होइन, बोल्नु सक्छ नि होइन। त्यही कारणले जब हामी कठिनाइमा सामना गर्छौँ तब हामीलाई थाहा हुन्छ कि हामी कर्मको कारण प्रभाव विश्वास गर्छौँ कि छैन, हाम्रो तीन रत्न गुरुहरूमा विश्वास छ कि छैन भने चाहिँ थाहा हुनुपर्छ होइन। अब दुःख पर्दाखेरि अब आफूलाई विभिन्न परिस्थिति मोड आउँदाखेरि अब त्रिरत्न बाहेक गुरु बाहेक अरू कोही पनि हुँदैन होइन। हामी एक दिन सबै मर्नै पर्छ होइन। सबैभन्दा महत्त्वपूर्ण बिन्दु जब हामी हाम्रो मृत्यु समयमा मृत्यु शय्यामा हाम्रो अन्तिम सास फेर्दैछौँ, हामीले याद राख्नुपर्छ कि यो समय हो जब तीन रत्न र गुरुहरूमा आफूलाई सुम्पनु बाहेक अरू केही गर्नु सक्दैन। त्यही कारणले अब जस्तो सुकै अब मर्ने बेलामा जस्तो चाहिँ भोग्ने आफू नै होइन, पार गर्ने सुखदेखि मुक्त हुनु नहुने। त्यही कारणले त्यो पछि गुरुले गर्ने, त्यो आफूले गर्ने हो। अहिलेदेखि नै हामीले तयारी हुनु पर्यो नि। त्यही कारण त्यो समय असहनीय आस्था र विश्वासले हामीलाई सबै त्रास र पीडाहरूमा सामना गर्न सक्षम बनाउनेछ र त्यसको लागि हामीले अहिले नै तयारी गर्नुपर्छ। तसर्थ विपत्ति आइपर्दा हाम्रा लागि सुधारको लागि उत्तम समय हो र राम्रो अभ्यास हो। अनि एउटा राम्रो अवसर हामीले पाएको छ होइन। दुःख पर्दाखेरि विभिन्न मोडहरू नराम्रो प्रतिकूलहरू देख्दाखेरि अब जुन अवसर चाहिँ हामीले गुमाउनु हुँदैन होइन होइन। खास हो भने अब हामीले दुःख नपरेकै राम्रो होइन। फेरि तपाईँहरूलाई विशेष गरी त्यो दुःखहरू खोजेछौ भनेको चाहिँ होइन होइन होइन। अब तपाईँ दुःख कता रहेछ, मोड नराम्रो परिस्थिति कता रहेछ खोज्दै हिँड्नु पर्दैन होइन। तपाईँले खोज्नै पर्दैन, त्यो आफसे आप विभिन्न प्रतिकूलहरू नराम्रो मोडहरू अवश्य तपाईँको पछि दौडेर आइरहेको हुन्छ होइन। अनि आउने बेलामा त्यो अवसर चाहिँ नभइकन होइन, त्यसले चाहिँ धर्मको मार्गमा बसाल्ने, धर्म राम्रो काममा लगाउने सक्नुभयो भने अनि त्यो तपाईँलाई उचित हुनेछ होइन। नराम्रो अब मोडहरू देख्दाखेरि होइन तर्सिने, रुने, आत्तिने त्यस्तो गऱ्यो भने अब तपाईँले राम्रो काम अब मनलाई बलियो गर्नु सक्दैन। जुन नराम्रो काम आफूलाई परिस्थिति पर्छ त्यो बेला आफ्नो मनलाई बलियो बनाउने, आफूलाई नै के हो त बलियो बनाएर राम्रो काममा लगाउनु चाहिँ अत्यन्त महत्त्वपूर्ण म देख्दछु। यो नै सत्य र उचित हुनेछ। मैले अघि भने जस्तै परम गुरु र हामीमा फरक के छ त भन्दाखेरि के हो त भन्दाखेरि दुःख हुने नहुने होइन, मनको समस्या हुने नहुने कुरा होइन। हामी भन्दा पनि परम गुरुहरूलाई धेरै दुःख होला होइन। किन भन्दाखेरि हामी भन्दा नि परम गुरुहरू त अब धेरै काम गर्ने प्राणी सबै संसारलाई प्राणीहरूलाई काम गर्ने हुँदाखेरि दुःख उहाँहरूलाई ज्यादा अवश्य हुनेछ नि होइन। उहाँहरू चाहिँ के हो त भन्दाखेरि दुःख परे भन्दा दुःखदेखि नबिलाएर दुःखदेखि उठेर त्यहाँदेखि दुःखलाई मुक्त गर्दै अब माथि उठ्नु भयो, दुःखलाई थिचिमिची गर्दै दुःखदेखि उहाँ उभिनु भयो, त्यो फरक छ होइन। अब हामी अब परम गुरु जस्तो बन्नु भन्दाखेरि हामी दुःखदेखि उभिनु सकेको छैन, दुःखले नै हामीले थिचिरहेको छ होइन। त्यही कारणले गर्दाखेरि अनि हामीलाई दुःख पर्दाखेरि हामी दुःखदेखि उम्किनुको लागि त्यहाँदेखि बुझ्नु लागि परम गुरुहरूको हामीले आरती उपदेशलाई हामी हेर्नु अत्यन्तै जरुरी छ। यो पछि चाहिँ अब आजको प्रवचन चाहिँ यतिमै सक्यो। अब अब आगम म लुङ दिन जाँदैछु। यो लुङ चाहिँ के हो त भन्दाखेरि के को विषयमा हो त भन्दाखेरि सन् 2019 मा
युरोपको सम देशमा म थिएँ एउटा ठाउँमा थिएँ त्यो अब परम गुरुहरूलाई चाहिँ विभिन्न सपना लायक अब प्रत्यक्ष र अब सपनामा विभिन्न कुराहरू अब देखाउने हुन्छ हैन हैन खास मलाई चाहिँ अब एउटा के हो त केही पनि देखाएन मलाई चाहिँ एक किसिम भनौँ न तर पनि एउटा के हो त म एउटा युरोपको देशमा म बस्ने बेलामा एक समयमा राति समयमा मलाई नि समयमा अनि सपनामा के देखेँ भन्दाखेरि मैले ठङ्गुर रुम्बुसेको मैले दर्शन पाएँ अनि अनि मैले चाहिँ ठङ्गुर रुम्बुसेलाई अब मैले जुन अब लामो आयुको लागि मैले तेइसुक अनि 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 चढाइरहेको देखेँ हैन अनि त्यो त्यो चढेर आउने बेला मैले एउटा हैन अनि एउटा लामो आयुको मैले पाठ अनि पाठ मैले पढिरहेको रहेछ त्यो पढिरहेको हिसाबले चाहिँ जुन बिउजिँदाखेरि मलाई याद भयो हैन मलाई झलस्स बिउजिँदा त्यो याद भयो भन्दाखेरि त्यो मैले लेखेँ हैन त्यो लेखेको कारणले गर्दाखेरि हैन त्यो चाहिँ एकदम आश्चर्यजनक लाग्यो हैन त्यही कारणले गर्दाखेरि अनि क्याप्चे अनि ठङ्गुर रुम्बुसेलाई अनि अब लामो आयुको लागि अब अनि यो तपाईँको पाठ मैले यसरी पाएँ भने उहाँले मैले चढाएँ हैन त्यही कारणले अब क्याप्चे ठङ्गुर रुम्बुसे त अब हैन समग्र बौद्ध धर्मको लागि र कर्म कमसमको लागि अनि अत्यन्त अब अतुलनीय गुरु हुनुहुन्छ हामीले नहुने किसिमको अब कृपालु महागुरु हुनुहुन्छ हैन धेरै अब वृद्ध गुरुहरू अब यसरी अब निधन हुनुभयो त्यस्तै गरी अब भगवरमुजी त्यो उहाँ पनि अब अनि सानो उमेरमा अब त्यसै गरी अब परिनिर्वाण हुनुभयो त्यसै गरी क्याप्चे तेङ्गर रुम्बुसे हैन दुब्जुन रुम्बुसे लगायतका विभिन्न अब यसरी अब परिनिर्वाण हुनुभयो अब अहिले अब भनौँ न अब खिन्चे सुलिम ग्यासो रुम्बुसे हैन अब धेरै अब उमेर हुनु भएको छ त्यही कारणले अब अहिले अब ठङ्गुर रुम्बुसेलाई चाहिँ अब के हो त अहिले पनि उहाँ ठुलो उमेर हुनु भए तापनि प्रवचन दिनु सक्ने एउटा क्षमता समय भएको हुँदाखेरि हैन अझै पनि अब उहाँको लामो आयुको प्रार्थना गर्दछु अब त्यही कारणले गर्दाखेरि उहाँ जति प्राणीको लागि जिउँदो बस्नुहुन्छ त्यति नै धर्म अमर रहने हुँदाखेरि हैन अनि प्राणी हितको लागि सबै प्राणी कल्याणको लागि अनि लामो आयु रहनुहोस् र चिरञ्जीवी रहनुहोस् भन्ने प्रार्थना गर्दछु र म यो सधैँ नै म यही प्रार्थना गर्छु अनि विशेष गरी यो समग्र बौद्ध धर्मको अब फैलाउने अब गुरुहरू त्यसै गरी यो ठङ्गुर रुम्बुसे लामो आयुको लागि प्रार्थना गर्दछु त्यसै कर्मकाण्डको विभिन्न अब परम गुरुहरूको हैन विभिन्न अनि युवा गुरुहरू लागि चारै पक्षका गुरुहरू हैन को लागि लामो आयु हुनको लागि हैन म लामो आयुको प्रार्थना गर्दछु किनकि यो गुरुहरू आउनुभयो भने अब हामीले विभिन्न बौद्ध धर्मलाई फैलाउन सक्छौँ सत्य कुरालाई बौद्धको जुन अब बुद्धले भेट्नु भएको सत्य कमलको फुल जस्तो सत्य ज्ञानलाई बाँड्नु सक्छौँ हैन उहाँहरू रहनु भएन निधन हुनुभयो भने हामी दुःख बाहेक हामीले धर्मको स्रोत हराउने बाहेक लोभ हुने बाहेक फाइदा हुने देखेन त्यही कारणले गर्दाखेरि अनि मलाई यो सपनामा एउटा पाएको अनि एउटा याद भएको यो लामो आएको पाठ चाहिँ अनि पाठ म यसको लुङमा बताउन गइरहेको छु अब मैले देखाउन नसके तापनि म यसलाई लुङ दिने प्रयास गर्नेछु म यसको लुङ दिन जाँदैछु तपाईँ सबैले सुनिरहनु भएको छ होला है यो चाहिँ लुङ है त क्याप्चे ठङ्गुर रुम्बुसेको लामो आयुको पाठ रहेको छ यो चाहिँ उहाँले tempo yangzo ki gewe shingen ge rin yami gyabje changgo rumbuji kuzi yundi ki monamdi ni xie kong ni ge chunan gyabje rumbuji dinshu piwa da shak den didar che ni se se ta dong sing ga chen xin do bi ni me di de gyamne di da bu yun du shu na
덴르메 샤와선 우겐실에 좀 배로 यो चाहिँ 롬바다 के हो त सबै समग्र बौद्ध धर्म हैन अतुलनीय गुरुको लागि लामो आएको लागि छ विशेष गरी त्यहाँ यो ठङ्गु रिम्पोछेको लागि अनि लामो आएको लागि प्रार्थना रहेको छ विशेष गरी यो अनि यो ठङ्गु अनि ठङ्गुको अनि सब परिवारलाई विशेष गरी म के बोल्ने छु अनि पछि म भन्नेछु उहाँको सबै परिवारले सबैलाई सबैजना गर्दैन अब अन्तिमको वन्दना गर्दैछौँ हामी